$5 लाख नेपालका पोलिटिकल पार्टीहरूलाई भनेर दिएको छ र $1.13 मिलियन US डलर चाहिँ लेबर युनियनहरूलाई भनेर दिएको छ। तपाईँका यी दुईटा भनाइहरू जुन छन् नि, एउटा भन्दै हुनुहुन्छ के भने त्यो संस्थाले नेपो बेबी र चाहिँ आन्दोलनलाई फन्ड गर्यो, ट्रेनिङ दियो भन्दै हुनुहुन्छ एकातिर, अर्कोतिर सरकारमै बसेका संस्था जसको सपोर्टरहरू छन् जी फन्ड र काङ्ग्रेसका चाहिँ मान्छेहरू, ती दुईटा अपोजिट ध्रुवका मान्छेहरू दुवैलाई एउटै संस्थाले चाहिँ पैसा दियो, फन्ड दियो भन्दै हुनुहुन्छ। एकअर्कामा बाजिएनन् यी कुरा तपाईँको हिसाबले? यो जसको नाम लिँदै हुनुहुन्छ नि तपाईँले, यो चाहिँ प्रमाण छ कि त्यतिकै अन्दाजको भरमा भन्दै म हुनुहुन्छ? प्रमाण दिन्छु। त्यो जुन एरिया भन्नुभयो नि, एउटा बेग्लै देश बनाउने प्लान छ भन्ने कुरा तपाईँको त्यो पुष्टि भइसकेको छ। नलेखेको कुरालाई उसकै वेबसाइटमा छ भनेर तपाईँले चाहिँ के आधारमा भन्नुभयो? त्यो पढ्नु भएन कि अथवा तपाईँलाई रङ इन्फर्मेसन दियो कसैले कि केही करोड रुपियाँ, नेपाली रुपियाँले यत्रो देशै हल्लाउने गरीको चलखेल गर्न सक्छन् र भनेको? यसरी हेर्दै जाने हो भने त देशमा नहुने विदेशमा हुने, अथवा चाहिँ विदेशमा पढ्न जाने, विदेशमा ट्रेनिङ लिन जाने, युनिभर्सिटीमा जाने, अथवा चाहिँ विभिन्न कामको सिलसिलामा जाने, अनि नेपाल फिर्ने अथवा नेपाल नफिर्ने जति सबै मान्छेहरू चाहिँ पश्चिमाका एजेन्ट हुने भयो। त्यो हिसाबले हेर्ने हो भने त अमेरिका गयो भने एजेन्ट, अमेरिकनसँग फोटो खिच्यो भने एजेन्ट, अमेरिकामा ट्रेनिङ लियो भने एजेन्ट, अमेरिकी राजदूतसँग भेट्यो भने एजेन्ट त्यसरी बन्ने हो र? होइन, त्यसरी होइन। नेपालभरि विदेशीका एजेन्ट जनता त बाँकी छैनन् जस्तो लाग्छ त, के हो? सबै जनता यहाँ नेपालमा त नेपाली नै छैनन् नि। नेपाली भएदेखि यस्तो हुँदैन। नेपाली चाहिँ नि यो नेपालबाट जन्मेर गएका नेपालीहरू जति पनि नेपालीहरू छन् विश्वमा जहाँ छरिएका छन् उनीहरूले नागरिकता राख्न पाउनुपर्छ नेपालको। सबैभन्दा नेपाल बचाउने भने स्पेसल्ली तराईवासी र चाहिँ उता पहाड हिमालवासीहरूको चाहिँ एउटा आरोप के छ सधैँभरि भने तराईवासीलाई त इन्डियन होस् भन्ने, नागरिकता बनाउन चाहिँ गाह्रो पारिदिने, उता नाक थेप्चो भएकोलाई त टिबेटन होस् भन्ने, नागरिकता बनाउन गाह्रो पारिदिने, छेत्री बाहुनहरू चाहिँ दार्जिलिङतिर, सिक्किमतिर, आसामतिरैबाट आएको, बर्मातिरैबाट आएको भयो भने नाक चुचो छ भनेदेखि चाहिँ त नेपाली होस् भन्ने एउटा भेदभाव छ भन्ने उनीहरूको आरोप छ। त्यो आरोप कतिको सत्य हो जस्तो लाग्छ तपाईँलाई? ती सम्पदाहरू जलाउने काम चाहिँ घुसपेट भयो। त्यो घुसपेटमा चाहिँ दुर्गा प्रसाईका मान्छेहरू पनि छन् भन्ने कुरा चाहिँ आरोप लगाएको मैले देखेको छु। तपाईँका मान्छे त्यहाँ थिए कि थिएनन्? मिराज ढुङ्गानाले तपाईँलाई चाहिँ यो आन्दोलनभित्रबाट बालेन शाहले नै सञ्चालन गरेको छ भनेकै हो। त्यसमा चाहिँ पश्चिमाको चलखेल भन्नुहुन्छ, विशेष गरी अमेरिकाको चलखेल भन्दै हुनुहुन्छ। तर कुनै पनि ठाउँमा भारतलाई मुस्नु भएको छैन तपाईँले। भनेको यो नेपालमा भएको जुन चाहिँ अहिले यो चलखेल जे छ त्यसमा भारतको इन्भल्भमेन्ट नै छैन भन्ने हो तपाईँको कुरा? सबैभन्दा पहिला म राजावादी होइन। मार्सीको भात खुवाउँदाखेरि पनि पार्टी जोइन गर्दाखेरि पनि एफिलिएसन दिएनन् भनेर रिसले पार्टी छोड्नु भएको हो कि? राजा फिर्ता भए, राजा राजगद्दीमा बसे, अनि अब संविधान यही, निर्वाचन प्रणाली यही, देश यही, जनता यही, नेता यही, सबै यही हुने हो नि राजा मात्रै आएर राजगद्दीमा बसेर चाहिँ देश कसरी चाहिँ परिवर्तन हुन्छ त? राजा आइसकेपछि त हुँदैन भन्ने के ग्यारेन्टी हो? राजा आइसकेपछि चाहिँ यो चलखेल हुँदैन भन्ने हो? किनभने ती चलखेल गर्ने मान्छे त नेपालभित्रै छ नि त, विदेश बस्नेलाई चलखेल गरिदिएको छैन। देश बेच्यो भने त देशभित्रकै मान्छेले देश बेच्ने हो। अब यही तरिकाले के 40वटा टुक्रा भएर 50वटा टुक्रा भएर अनि राजा चाहिँ एउटै, तर चाहिँ राजा आउनुपर्छ भन्नेहरू चाहिँ 50वटा टुक्रा भएर चाहिँ सम्भव देख्नुहुन्छ तपाईँले? सेनाको 1 लाख तरफ हुन्छ, सेनाले युएन जानु पर्दैन, श्रीमती छोडेर पुलिसले पनि जानु पर्दैन, म दिन्छु। तर तपाईँको भन्दा नि त्यो पैसा त देशले दिनु पर्यो होला नि त। पैसा खान्थे उनीहरूले, अमेरिकाको पैसा। मैले चाहिँ ल अमेरिकाको पैसा यसरी नेपाल जस्ता देशहरूमा लगानी भइराखेको रहेछ है भनेर मैले प्रमाणसहित भिडियो निकाल्थेँ। उनीहरूले उल्टै मलाई अमेरिकी एजेन्ट भने। हजुर दुर्गाजी नमस्कार, आरामै हुनुहुन्छ? नमस्ते नमस्ते टङ्कजी, तपाईँ के सन्चै हुनुहुन्छ नि? हजुर सन्चै छु। अनि तिहारको शुभकामना। दुष्टहरूको नाश गरेर, असत्यको नाश गरेर सत्यको विजय हुने पर्व भन्छन्। यसले चाहिँ नेपालमा पनि र विश्वभरि छरिएका जति पनि चाहिँ साथीभाइ नेपालीहरू हुनुहुन्छ उहाँहरूको नराम्रोलाई पन्छाउने र राम्रोलाई अँगाल्ने सद्बुद्धि आओस् भन्ने चाहिँ कामना गर्दछु म। दीपावलीको शुभकामना दिँदा दिँदै पनि मेरो मन भारी भएको छ कि आज तिहारको शुभकामना दिँदा दिँदै। किनभने बत्ती त उज्यालो बालियो तर मान्छेको मन उज्यालो छैन। देशमा रहनुहुने विदेशमा रहनुहुने सम्पूर्णलाई यो साल जसरी मनाए पनि अब आउने साल चाहिँ एकै ठाउँमा भएर, म विशेष गरेर टङ्कजीलाई पनि भन्छु, अर्को सालको दसैँ र तिहारमा चाहिँ परिवारसहित नेपाल आउने वातावरण बनोस्,
तपाईँ आउनुहुन्छ भन्ने मैले आशा गरेको छु। सबैलाई शुभकामना छ। नमस्ते। अफकोर्स म मात्रै होइन, नेपालबाट चाहिँ 25% भनेको 1/4 भन्दा बढी मान्छेहरू देश बाहिर छन्, 80 लाखको हाराहारीमा छन् भनिन्छ। ती सबै मान्छेहरूलाई नेपालभित्रै फिर्ने, नेपालभित्रै रोजगारी गर्ने, नेपालभित्रै शान्तिपूर्वक बाँच्ने वातावरण तयार हुनेछ भन्ने कुरा आशा गरौँ। अब यस पछाडि मैले जति पनि प्रश्न सोध्छु नि, त्यो प्रश्न के हो भने कुनै कुनै प्रश्नहरू अलिकति कडा होलान्, कुनै प्रश्न ठाडो ठाडो जस्तो पनि लाग्ला। त्यो कारण के हो भने मैले आज तयार गरेका केही प्रश्नहरू चाहिँ के छन् भने योभन्दा अगाडि तपाईँले आफैले ल्याउनु भएका केही भिडियोहरू र चाहिँ तपाईँलाई चाहिँ दर्शकहरू भनेको के भने कोही तपाईँका समर्थक होलान्, कोही तपाईँका विरोधीहरू होलान्, दुवै पक्षले सोधेका केही प्रश्नहरू पनि तयार गरेर ल्याएको छु। ठिक छ, मलाई केही छैन। जति हेर्नुहोस्, जति प्रश्न कडा हुन्छन् नि उत्तर दिउँला। मसँग हरेक प्रश्नको उत्तर छ, मलाई त्यसमा गाह्रो छैन। प्रश्न सुरु गरौँ कहाँबाट भने तपाईँले चाहिँ सेप्टेम्बर 23मा आफ्नो फेसबुक प्रोफाइलमा एउटा चाहिँ भिडियो राख्नुभएको रहेछ, लगभग 12-15 मिनट कतिको भिडियो छ। त्यो भिडियोमा चाहिँ तपाईँले सबभन्दा पहिला एउटा एनइडी भन्ने संस्थाको बारेमा कुरा गर्नुभएको छ र त्यो एनइडीसँग जोडिएका अरू पनि धेरै उसका सिस्टर अर्गनाइजेसनहरूको बारेमा कुरा गर्नुभएको छ होइन। त्यो एनइडी भन्ने संस्थाको बारेमा मैले पनि त्यो भिडियो तपाईँले राखिसकेपछि मैले गएर हेरेँ। हेर्दाखेरि के भने त्यो संस्थाले साउथ एसियाकै पनि नेपाल, श्रीलङ्का, बङ्गलादेश लगायतका धेरैवटा देशहरूमा केही पैसाहरू बाहिर देखाउने चाहिँ के भने समाजसेवा, दलित अथवा चाहिँ एजुकेसन अथवा हेल्थ भनेर चाहिँ दिएको देखिन्छ। तर अफकोर्स त्यसरी दिएको पैसा मैले योभन्दा अगाडि बनाएको युएसएआइडीका 4-5वटै भिडियो बनाएको छु, जर्ज सोरोसको चाहिँ लगानीको बारेको भिडियो बनाएको छु। जेमा दिन्छु भनेर पैसा दिएको हुन्छ त्यसमा लगानी हुँदैन, त्यो कुरा तपाईँले त्यसमा पनि खुलाउनु भएको छ। अब त्यही सँगसँगै तपाईँले के बताउनु भएको छ भन्दाखेरि लगभग नेपालको कुरा गर्ने हो भने धेरैवटा शीर्षकहरू छन्। त्यो मध्येमा चाहिँ के भने सबभन्दा धेरै पैसा 2टा शीर्षकमा दिएको रहेछ त्यो संस्थाले नेपाललाई। त्यो के भने $5 लाख नेपालका पोलिटिकल पार्टीहरूलाई भनेर दिएको छ र $1.13 मिलियन US डलर चाहिँ लेबर युनियनहरूलाई भनेर दिएको छ। अब त्यसको अर्थ के भयो भने त्यो संस्थाले नेपालमा डाइरेक्टली पोलिटिकल्ली एफिलिएटेड इन्भेस्टमेन्ट गरेको रहेछ भन्ने त त्यहाँबाट देखियो। अब त्यो हेर्दाखेरि के भने तपाईँले भनेको कुरासँगै मिल्दोजुल्दैन के देखियो भने त्यो पैसा उनीहरूले जेको लागि भनेर दिँदैछन्, त्यो पैसा त्यही नियतको लागि र सत्य नियतको लागि होला कि खराब नियतको लागि होला, तपाईँलाई के लाग्छ त्यसमा? म तपाईँलाई एउटा कुरा, यो तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। यो तपाईँको चाहिँ नेपालमा भनौँ न, नेपाल जस्तै विश्वका गरिब देशहरूमा जहाँ उनीहरूलाई बढी इन्ट्रेस्ट हुन्छ त्यो देशहरूमा उनीहरूले के गरेको छ भन्दाखेरि अबको लडाइँ भनेको त सिधै बन्दुकले होइन, सोसियल मिडिया र मान्छेलाई कसरी हुन्छ जात जातिको नाममा चाहिँ नि विभिन्न जात जातिको नाममा मान्छेहरूलाई उठाउने अनि त्यसको लागि के गर्ने भने एउटा बिजनेस दिने। जस्तो बिजनेस भनेको जस्तो तपाईँको कस्तो भने एनजिओ थ्रु, आइएनजिओ थ्रु मान्छेहरू पठाउने र सोसियल काम गरे जस्तो देखाउने, उपचारमा हस्पिटलमा ल्याउने, कसैलाई के गर्ने, आइएनजी सँगसँगै सेवालाई पनि सँगसँगै सेवा गरे जस्तो देखाउने। तर त्यो सेवाभित्र चाहिँ डरलाग्दो काम हुँदो रहेछ क्या। त्यसले गर्दाखेरि तपाईँको अधिकांश पश्चिमाहरूको या एनजिओ आइएनजिओमा जति पनि आए यहाँ कामहरू, यहाँको घुमौरो हिसाबले राजनीतिक हस्तक्षेप गर्ने, एकदमै राजनीतिक हस्तक्षेप गर्दै 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 लगेर जस्तो यो स्थितिमा ल्याउनको लागि यो सबै कुराहरू प्रयोग भए, एनजिओ आइएनजिओ। र यिनीहरूको काम के भयो भन्दाखेरि दलित मुक्ति मोर्चा भन्ने, दलितहरूलाई सहयोग गर्ने भन्ने, तपाईँको चाहिँ नि सेवा देखा जस्तो गर्ने, तर राजनीतिक वातावरण, राजनीतिक प्रशिक्षण दिने त्यो पैसाले। र ठुल्ठुला होटलहरूमा लिएर जाने, 5 स्टार होटलमा, अनि त्यहाँबाट त्यहाँ टाई सुट लगाएका मान्छे जाने, इङ्ग्लिस बोल्ने मान्छे जाने एकदमै। अनि त्यो हेर्दाखेरि चाहिँ कस्तो देखिने भने नेपालको जहाँको पनि दिग्गज मान्छेहरू त्यहाँ सेमिनारमा आएको देखिने, त्यहाँभित्रको कालो करतुत चाहिँ अर्कै हुने। भनेपछि अब यहाँ तपाईँलाई मैले अलिकति काटेँ है यो बिचमा। यो भनेको सारांशमा तपाईँको त्यो चाहिँ जुन भिडियो अघि मैले कुरा गरेँ र अहिले तपाईँले जे कुरा भन्नुभयो त्यो दुवैको सारांश के हो भने यो एनजिओ आइएनजिओ स्पेसल्ली विदेशबाट पैसा आउने खालका अर्गनाइजेसनहरू जति छन् तिनीहरू चाहिँ जेको लागि भनेका छन् त्योभन्दा फरक कामको लागि प्रयोग भइरहेका छन् भन्ने कुरा हो तपाईँको? मेरो उल्टो काममा भइरहेछन्। उनीहरूले देख्दाखेरि चाहिँ त्यो गर्ने, तर यहाँ चाहिँ गरिबी फैलाउने, धर्म परिवर्तन गर्ने, स्कुलमा जाने धर्म परिवर्तन गर्ने, गाउँमा जाने धर्म परिवर्तन गर्ने पैसा बाँडेर र अन्तिममा गएर देशमा तपाईँको चाहिँ नि राजनीतिक हस्तक्षेप गरेर सत्ता पलट गर्ने। यो देखियो, बङ्गलादेशमा त्यही देखियो, मालदिप्समा त्यही देखियो, एसियामा पनि त्यो भइरहेछ। किन एसियाका गरिब मुलुकहरूमा त्यो आएर एकदमै क्लियर भएको छ यो कुरा।
अब त्यसैमा चाहिँ जोडेर अर्को के भने तपाईँको त्यो अस्ति तपाईँले फेसबुकमा राख्नुभएको भिडियोको लगभग 5 मिनेट 15 सेकेन्डतिर तपाईँले चाहिँ नेपो बेबी र 23 गतेको आन्दोलनलाई फन्ड गर्नको लागि र ट्रेनिङ दिनको लागि यो फन्ड एनइडी भन्ने जुन संस्थाको कुरा गर्नुभएको छ त्यहाँबाट फन्ड आयो भन्नुभएको छ। अनि त्यहीँनिर अलिक परतिर गएर तपाईँले 7 मिनेट 14 सेकेन्डतिर फेरि के भन्दै हुनुहुन्छ भने त्यही संस्थाले त्यो जी फन्डलाई र काङ्ग्रेसका समेत मान्छेहरूलाई कार्यकर्ताहरूलाई भन्नुभएको छ अमेरिकामै लगेर ट्रेनिङ दिएको पनि भन्नुभएको छ। अनि तपाईँका यी दुईटा भनाइहरू जुन छन् नि, एउटा भन्दै हुनुहुन्छ के भने त्यो संस्थाले नेपो बेबी र चाहिँ आन्दोलनलाई फन्ड गर्यो ट्रेनिङ दियो भन्दै हुनुहुन्छ एकातिर, अर्कोतिर सरकारमै बसेका संस्था जसको सपोर्टरहरू छन् जी फन्ड र काङ्ग्रेसका चाहिँ मान्छेहरू, ती दुईटा अपोजिट ध्रुवका मान्छेहरू दुवैलाई एउटै संस्थाले चाहिँ पैसा दियो फन्ड दियो भन्दै हुनुहुन्छ। एकअर्कामा बाजिएनन् यी कुरा तपाईँको हिसाबले? होइन, बाजिँदैन। म तपाईँलाई एउटा कुरा के भन्छु भने जतिखेर यहाँ सबै कुरा सकिएर अब 72 सालमा संविधान लागू भइसकेपछि नि नयाँ ट्रेन आयो। 72 साल पछाडि त 2004 सालदेखिको कहानी मैले धेरै भन्दै आएको छु, त्यो सकियो। अब त्यस पछाडि नयाँ दल यहाँ चाहियो। नयाँ दलको लागि गोविन्द केसीलाई यो देशमा शिक्षा र स्वास्थ्य मौलाउँदै थियो, +2 भन्दा माथि पढाइ हुन्थ्यो, नर्सहरू पढ्न पाएका थिए, मेडिकल कलेजहरू खुल्दै थिए, एउटा विदेशबाट पैसा आउँदै थियो यहाँ मेडिकल शिक्षामा, बाहिरको विद्यार्थीहरू पढ्न आउँथ्यो, त्यसलाई बन्द गर्ने काममा चाहिँ प्रयोग भयो। त्यतिखेर प्रयोग गर्दा पनि यिनै संस्थाहरूले कसरी प्रयोग गरेका छ भन्दाखेरि विवेकशील साझा पार्टी खडा गरेका छ उज्जवल थापाको नेतृत्वमा है। अनि त्यस पछाडि त्यो हेर्दै जाने भनेदेखि पत्रकारितामा अमित ढकालहरू प्रयोग भएका छन्, कनकमुनि दीक्षितहरू लगायत प्रयोग भएका छन् र सर्वोच्च अदालतलाई हेर्नुहोस् कसरी राखेको छ भने कल्याण श्रेष्ठ, सुशीला कार्की अनि ईश्वर खतिवडा, अनिल कुमार सिन्हाहरूलाई सर्वोच्च अदालतबाट चाहिँ लिएको छ उनीहरूले त्यतिखेरै। र यहाँ कस्तो कस्तो मान्छे जोडिएछ भने सन्दुक रोहित पनि आएर जोडिनुहुन्छ, हेर्नुहोस् त्यस्तो भगवान भन्ने मान्छे पनि जोडिनुहुन्छ यो सबै उसमा। र तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि त्यो सँगसँगै राजनीतिक दलमा कसलाई लिएको छ उनीहरूले भन्दाखेरि माओवादीबाट नानकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेल एकदमै यो मेडिकल शिक्षाको विपक्षमा हो उहाँहरू। यो जसको नाम लिँदै हुनुहुन्छ नि तपाईँले, यो चाहिँ प्रमाण छ कि त्यतिकै अन्दाजको भरमा भन्दै म प्रमाण दिन्छु। प्रमाणै छ तपाईँ? प्रमाणै चाहियो भने प्रमाणै दिन्छु। उहाँहरू त्यतिखेर मेडिकल कलेज हुनु हुँदैन भनेर चाहिँ नि पर्खर वक्ताको रूपमा गिरिराजमणि पोखरेल हो, नानकाजी श्रेष्ठ हो, डाक्टर महेशमान मास्के हो, त्यतिखेरका ती भिडियो क्लिपहरू हेरेर हुन्छ। र तपाईँलाई म भन्छु प्रबुद्ध समूह बनाएको छ यिनीहरूले, केदार भक्त माथेमा, महेशमान मास्के, यो सबै पूर्व भिसीहरू है, समाजको जो प्रबुद्ध समूह भन्छ नि दिग्गज, यिनीहरू सबै त्यो टिममा छन्। सञ्जीव उप्रेती, तपाईँको खगेन्द्र सौरौला, युग पाठक, यस्ता मान्छेहरू सबै छन् त्यो टिममा। नारायण वाग्ले, यो यिनीहरूले मलाई लगेर बुझ्दै हालन्, म फेस गर्न तयार छु। यो यहीबाट चल्ने हुन्। र अर्को कुरा के छ भन्दाखेरि अब म भन्दैछु त काङ्ग्रेसबाट गगन थापा, एमालेबाट योगेश भट्टराई र समथिङ झाँक्री, के झाँक्रीको नाम रामकुमारी झाँक्रीहरू सबैजना प्रयोग भए। अनि बाबुराम भट्टराईहरू जब गोविन्द केसी टिचिङमा सुत्थे नि, अनसन बस्थे नि, यिनीहरू सबैजना त्यहाँ अनसनलाई साइन गर्न जान्थे, सबै जान्थे। र त्यतिखेरका प्रधान सम्पादकहरू लीला यो गुलराज लुइटेल, कृष्ण ज्वाला, नारायण वाग्ले, यी सबै अमित ढकाल, प्रतीक प्रधान बाह्रखरीका, अनि अनलाइनको धर्म भूषाल, यी सबै त्यहाँ जानेर साइन गरेर यिनीहरूले सक्थे। भनेपछि यिनीहरू कहाँबाट परिचालित थिए भन्दाखेरि सबै उतैबाट परिचालित थिए। भनेको डाक्टर केसीको त्यो बेलाको अनसनलाई सपोर्ट गर्यो भन्ने आधारमा हो कि रियल्ली नै अरूतिरबाट परिचालित थिए भन्ने प्रमाण नै भएर बोल्दै हुनुहुन्छ? होइन, सबै डाक्टर केसीलाई परिचालित गर्ने टिमै आज देशको प्रधानमन्त्री छ। र त्यसैको डाक्टर गोविन्द केसीलाई बोकेर हिँड्ने वकिल ओम अर्याल, त्यतिखेर डाक्टर ओम अर्याल अहिलेको गृहमन्त्री छन् नि, गाई काटेर खान पाउनुपर्छ भनेर उनले सर्वोच्चमा गाई काट्न पाउनुपर्छ भनेर जुन रिट पनि दर्ता गरे, त्यो रिट खारेज भयो, सर्वोच्च अदालतले त्यति धर्म थाम्यो। ओम अर्याल गोविन्द केसीको पनि वकिल, आज बालेनको पनि वकिल। र मैले के भनेको थियो, यो विवेकशील साझा पार्टी गोविन्द केसी बोक्ने जति मान्छे सबै आइएनजिओ एनजिओबाट चलेका मान्छे हुन्, पश्चिमाको फन्डेडमा डलरमा चलेका मान्छे हुन्, यिनले एक दिन देश सिद्ध्याउँछन् भनेर मैले भनेको थियो। र तपाईँलाई म एउटा कुरा के भन्छु भने त्यो कुरा कहाँ आएर पुष्टि हुन्छ भनेदेखि जब यो नेपो बेबी चलाएको छ निश्चल खरेल भन्ने मान्छेले चलाएको छ, यो त्यहाँ आएर जोडिन्छ। र यो तपाईँको चाहिँ नि यो कहाँ पनि आएर जोडिन्छ भने बङ्गलादेशको बराकसँग पनि जोडिन्छ, बराक भन्ने आन्दोलनको लिडरसँग पनि सुदन गुरुङ, तिनीहरू जोडिन्छन्। हेर्नुहोस्, र सुदन गुरुङ बराकहरू कहाँ गएर जोडिन्छ भनेर भन्दाखेरि लद्दाखको वाङचुकसँग पनि जोडिन्छ। यो सबै खोज्दै जाँदाखेरि जोडिन्छ।
र तपाईँलाई मैले के भनेको थिएँ भने आज त्यही गोविन्द केसी एन्ड कम्पनी बोक्ने टिम जस्तो सुशीला कार्की कसरी प्रमाणित गर्छु भने मैले अदालतमा चाहिँ रिट हाल्दाखेरि गोविन्द केसीको विषयमा रिट हाल्दाखेरि अनिल कुमार सिन्हा र सपना मल्ल प्रधानको बेन्चमा हुँदाखेरि रिट खारेज गरिदिएको छ मेरो होइन है। भनेपछि तपाईँले के बुझ्नुहोस् भने त्यो सर्वोच्च अदालतमा अहिले पनि सपना मल्ल प्रधान उतैबाट चल्ने मान्छे हुनुहुन्छ, अब हुनेवाला प्रधान न्यायाधीश त्यहाँ खतरा छ। यो कुरा तपाईँहरूले बुझाउनुपर्छ। र त्यही टिम आज तपाईँको चाहिँ यत्रो सिंहदरबारमा आगो लाग्यो, देश ध्वंस बनाएर 76 जना बच्चाहरू मरे। जुन यो जेनजी आन्दोलन भनेको नितान्त भ्रष्टाचार विरुद्ध र सोसियल मिडिया बन्द गर्यो भनेर चाहिँ नि भ्रष्टहरूलाई जेल थुन र सोसियल मिडिया मैले एकछिन रोकेँ। जेनजी आन्दोलनबारे म एकैछिनमा आउँछु। यही अहिले तपाईँले भनेकै जो मान्छेहरूको एउटा सर्कल बताउनु भयो नि तपाईँले, ती मान्छेहरूले चाहिँ तपाईँले हालेको मुद्दा अथवा तपाईँले चाहिँ उठाएका चाहिँ कुराहरू अथवा तपाईँले सम्बन्धनको विरुद्ध डाक्टर केसीको चाहिँ समर्थन गरेको यी विभिन्न कुराले तपाईँभन्दा विरुद्ध बोलेको कारणले तपाईँले रिसिभी साँधेको हो कि रियल्ली नै ती मान्छेहरू इन्भल्भ छन् भन्ने प्रमाण छ भन्ने मात्रै कुरा हो के? होइन, अब अहिले त प्रमाणित भयो नि त। अहिले सिंहदरबारमा आगो लागेर जुन यो भइसकेपछि त तपाईँलाई म भनौँ गोविन्द केसीलाई इलाम लास्ट टाइम लिन गएको दिन त्यो पनि खोज्नु होला, तपाईँले पाउनुहुन्छ। हेलिकप्टरमा केदार भक्त माथेमा सुशीला कार्कीले गोविन्द केसीलाई लिएर आएको एउटै हेलिकप्टरमा आफू गएर भनेपछि तिनै गोविन्द केसीकी मान्छे आज प्रधानमन्त्री भइन्, तिनै गोविन्द केसी र बालेनको वकिल आज गृहमन्त्री भयो र इन्टायर तपाईँको अनिल कुमार सिन्हा भनौँ न मेरो रिट खारेज गर्ने मान्छे आज उद्योग मन्त्री भए। तपाईँको अब सपना मल्ल प्रधान भनेको तपाईँको प्रधान न्यायाधीश हुने लाइनमा हुनुहुन्छ। हेर्नुहोस् कुरा कसरी च्यानल मिलाएको छ। त्यसले गर्दाखेरि यो तपाईँको यो कुरा र अहिलेको तपाईँले दस्तावेज खोज्नुहोस् र उहाँहरूले गरेका ट्रेनिङ जस्तो सुशीला कार्की 165 जना सांसद अबको नयाँ सांसद दिने भनेको थियो यिनीहरूले सोसियल मिडियाबाट। राष्ट्रिय सभामा पनि कुलमान घिसिङहरू भएर चाहिँ एउटा कार्यक्रम गराए, हरेक क्षेत्रको सांसद भनेर त्यहाँको कार्यक्रममा यिनीहरू प्रमुख अतिथि। अनि 5 स्टार होटलहरूमा कहिले बालेन जाने, कहिले सुशीला कार्की जाने होइन, कहिले ओम प्रकाश अर्यालहरूको उपस्थिति। अनि यसमा तपाईँको चाहिँ सुमना श्रेष्ठको बुढा त तपाईँको चाहिँ होल्यान्डकै हुन्, उतैको एजेन्ट नै हो कि होइन। अब अहिले के रहेछ भन्दाखेरि राजसभाभित्र पनि सुमना बसेर बालेनसँग खेलिरहेको रहेछ भनेपछि अब अहिले यो आउने बित्तिकै बालेन हाइलाइट अलिकति यो सत्ता परिवर्तनबाट सिंहदरबारमा आगो लाग्ने बित्तिकै के गरिन् भने सुमनाले राजसभा छोड्नु है, अनि यता आएर अहिले पार्टी खोल्नलाई तयारी हुनु। अनि विभिन्न कलाकारहरू यो जम्मै कुराले के पुष्टि गर्छ भने नि ढङ्गजी यो 100% होइन 5 लाख% यसले पुष्टि गर्छ। अब यो कुरो मैले लगेर कहाँ जोड्दै थिएँ भने नि जस्तो तपाईँले त्यही भिडियोमा अर्को 7 मिनट 40 सेकेन्डतिर अर्को पनि एउटा के कुरा बताउनु भएको छ भने त्यो संस्था जुन संस्थाको अघिदेखि कुरा गर्दैछौँ हामीले, त्यही संस्थाले काठमाडौँका विभिन्न कलेजमा गएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएको र यो अहिले अन्तरिम सरकार जुन गठन भएको छ त्यो सरकार गठन गर्ने चाँजो पाँजो पनि मिलाएको र खर्च गरेको भनेर भन्नुभएको छ तपाईँले होइन। अनि यो जुन चाहिँ यो एक किसिमको एलिगेसन भन्ने कि अथवा के भन्ने यसको पनि प्रमाण छ तपाईँसँग कि यो चाहिँ हल्लाको भर मात्रै हो त्यो जुन कलेजमा गएर प्रशिक्षण दियो अथवा खर्च जुटायो भन्ने कुरा? प्रमाणै छ त्यो। किनभने तपाईँलाई आवश्यक पर्यो भने ट्रेनिङ दिने भाइहरू पनि मसँग आइसके, अहिले आइसके, म तपाईँलाई गफ गरौँला होइन। र अर्को कुरो के छ भने प्रयोग भएका मान्छे 95%ले अहिले तपाईँको यो बालेन ओम प्रकाश अर्याल र यो सरकारलाई छोडिसके, सुशीला कार्कीलाई छोडिसके। किन छोडे भन्दाखेरि अन्तिममा गएर त देशै चाहिँदो रहेछ, अन्तिममा गएर पशुपतिनाथको मन्दिरै चाहिँदो रहेछ। उनीहरूले के बुझे भने मैले के भने हेर साथी हो, खाने भातै हो, जाने घाटै हो, एक दिन मर्दै पर्छ जन्मेपछि, तर देशमाथि गद्दार नगरौँ, देश टुक्रिन नदेऊ। सबैभन्दा पहिला 1 नम्बर प्रदेशको नर्थ इस्ट साइड तपाईँको पहाडी भाग झापालाई छोडेर त्यहाँ टुक्र्याउँदैछन्। त्यहाँ चिकन नेक भन्छ नि उता बङ्गलादेशको बोर्डर, यो पाटो गर्दै आसाम मणिपुरसम्म लडाइँ सुरु गराएको छ एमएनए भन्नेले। यो केसलाई त्यो ग्रुप अफ पिपुल छ उनीहरूले के भन्छन् त्यो जुन एरिया भन्नुभयो नि पुरा बेग्लै देश बनाउने प्लान छ भन्ने कुरा तपाईँको त्यो पुष्टि भइसकेको छ। र सबैभन्दा फर्स्टमा मधेस छुटिँदैन, यहाँ सबैभन्दा पहिला 1 नम्बर प्रदेशको नर्थ इस्ट साइड हाम्रो छुट्याउने। र यो त्यसको आधार के, कुन आधारमा भन्दै हुनुहुन्छ तपाईँले? होइन सबै तयारी गरेर त्यहाँबाट गरिसकेपछि उता तपाईँको कुकुरल्यान्ड जुन भन्नुभयो नि तपाईँले मणिपुरसम्म छुट्याउने यो जुन मध्य पहाडी जुन छ नि पहाडी जिल्ला, र त्यो ठाउँ लगभग अहिले खाली पनि भइसक्यो। तपाईँको हिमालमा त मान्छे छैनन्, पहाडमा पनि तपाईँको चाहिँ नि अहिले लगभग तपाईँको चाहिँ नि 25% मान्छे छन्, लगभग झरिसके। भनेपछि पहाड सबै खाली गर्ने र त्यो एरिया छुट्याउने र त्यहाँ तपाईँको चाहिँ नि आफूले के गर्न मन लाग्छ त्यो गर्ने। अब त्यो डिजाइन अनुसार अब अरू डिजाइन त बिस्तारै आउला,
त्यो त अब सबै कुरो छैन। यो जुन मैले सार्वजनिक गरिसकेपछि तपाईँले के बुझ्नुहोस् भने यो कुरो जुन मैले सार्वजनिक हामीले सार्वजनिक गऱ्यौँ नि, सार्वजनिक गर्नको लागि त यहाँ मेरो टिम, मेरो छोरा, मेरो परिवार सबै डराएको थियो, नगर्नु भन्दै थियो। र पनि मैले मर्नुपर्छ भने मर्न तयार छु भनेर मैले मेरो छोरालाई भनेर बरु म घर छोड्छु, तिमीहरूलाई अप्ठ्यारो हुन्छ भने बरु घर छोड्छु, म गएर मन्दिरमा बस्छु है। मन्दिरमा बसेको मान्छे एउटा जोगीलाई मार्छ भने मारोस् है, तर देश बचाउनेमा लाग्छु छोरा भनेर मैले यो सार्वजनिक गरेको। यो सार्वजनिक गरिसकेपछि सबै बुद्धिजीवी वर्गहरू तपाईँहरू सबैले बुझ्नुभयो नि त, अनि कोट्याउनु भयो नि त। कोट्याउँदै जाँदाखेरि त भेट्नुभयो नि त सबै कुरा। भनेको यो कुरो, यो तपाईँले जे भन्नुहुन्छ त्यो कुरो कन्स्पिरेसी थ्योरी होइन, रियल तपाईँसँग केही पुख्ता प्रमाणहरू अथवा डट्सहरू छन्, त्यही आधारमा भन्दै हुनुहुन्छ तपाईँले यो? मसँग पुख्ता प्रमाण छ, चाहिएको बेलामा म प्रमाण लिएर जान्छु, आउँछु। ओके ओके। अनि अब यसैसँग मैले के जोड्न खोजेँ भने मैले योभन्दा अगाडि लगभग 4-5वटै भिडियो बनाइसकेको छु। पहिला एउटा जर्ज सोरोसको चाहिँ नेपाल लगायतका विभिन्न देशहरूमा चाहिँ लगानी गरेको छ भन्ने कुरा, नेपालकै मिडियादेखि लिएर विभिन्न एजेन्सीहरूमा चाहिँ जर्ज सोरोसले लगानी गरेको छ भन्ने एउटा भिडियो बनाएँ। त्यस पछाडि 3वटा जति त मैले युएसएआइडीको पैसा नेपाल लगायतका देशहरूमा कसरी प्रयोग भएको छ भन्ने कुरा पनि मैले भिडियो बनाएँ। मलाई त्यो बेलामा चाहिँ त्यो पैसा खाने नेपालका एनजिओ आइएनजिओका सञ्चालकहरू जो थिए उनीहरूले चाहिँ अमेरिकी एजेन्ट भएको अझै एकजना, अब नामै तोक्ने कि नतोक्ने थाहा छैन, एकजना डक्टर भन्छन् आफूलाई छेत्री थरवाका, उनले मलाई चाहिँ 4-5वटा जति भिडियो बनाए। उनले मलाई सिधै के भने दक्षिणपन्थी अमेरिकन क्रिस्चियनको एजेन्ट त्यस्तै के भनेको पैसा खान्थे उनीहरूले अमेरिकाको पैसा। मैले चाहिँ ल अमेरिकाको पैसा यसरी नेपाल जस्ता देशहरूमा लगानी भइराखेको रहेछ है भनेर मैले प्रमाणसहित भिडियो निकाल्थेँ। उनीहरूले उल्टै मलाई अमेरिकी एजेन्ट भने, त्यस्तासम्म भए। अनि त्यो युएसएआइडीको रिपोर्टमा प्रष्टसँग अमेरिकी सरकारले नै चाहिँ प्रकाशित गरेको, प्रमाणसहित प्रकाशित गरेको डेटामा के भनेको छ भने विभिन्न देशमा सत्ता परिवर्तनको लागि युएसएआइडीको पैसा प्रयोग भएको थियो भन्ने कुरा त्यहाँ अमेरिकी सरकारले नै राखिदिएको छ। अब तपाईँले यहाँनिर के भन्दै हुनुहुन्छ भने तपाईँको भिडियोको 3 मिनेट 7 सेकेन्डमा एनइडी भन्ने जुन संस्थाको नाम लिनुभयो, त्यो संस्थाले बङ्गलादेशको सत्ता पल्टाएको कुरा अथवा सत्ता पल्टाउन लगानी गरेको कुरा उसले आफ्नै वेबसाइटमा लेखेको छ भनेर तपाईँले त्यहाँ भन्नुभएको छ। मैले त्यो तपाईँले जुन डकुमेन्ट देखाउँदै हुन्छ स्क्रिनमा, त्यो डकुमेन्ट मैले पुरै पढेँ। उसले सत्ता पल्टाउनको लागि मैले पैसा दिएको छु भनेर भनेको छैन। उसले विभिन्न एजुकेसन अथवा दलित अथवा यो अथवा ऊ विभिन्न शीर्षकमा पैसा खर्च गरेको बङ्गलादेशमा भनेर लेखेको छ। किनभने यस्ता संस्थाहरूले मैले सत्ता पल्टाउन प्रयोग गरेँ भनेर सिधै काहीँ पनि लेख्दैनन्। त्यो नलेखेको कुरालाई उसकै वेबसाइटमा छ भनेर तपाईँले चाहिँ के आधारमा भन्नुभयो? त्यो पढ्नु भएन कि अथवा तपाईँलाई रङ इन्फर्मेसन दियो कसैले कि? यहाँ म जुन डकुमेन्टको कुरा गर्दैछु, यहाँ म दर्शकहरूलाई चाहिँ त्यो डकुमेन्ट यहाँ स्क्रिनमा पनि देखाइदिँदैछु। यो कसरी प्रमाणित हुन्छ भने नि, सुदन गुरुङ र बराक बङ्गलादेशको जुन सत्ता पल्टाउने भाइ छ नि, त्यो भनेको एकजना सुदन गुरुङ, अर्को चाहिँ बङ्गलादेशको सत्ता पल्टाउने मान्छे हो। अब तपाईँ हेर्दै जानुहोस् अर्को। अब त तपाईँले यो हेर्दै जानुहोस् होइन। अब तपाईँलाई म अर्को देखाउँछु। यहाँ हेर्नुहोस्, नेपालको आन्दोलनमा पनि बालेन र ऊ जोडिन्छन् होइन, यहाँ आएर। अनि जोडिँदै गएर के देखिन्छ भने यहाँ हेर्नुहोस्, त्यो जुन सँगै बसेको फोटो छ, त्यो फोटोको आधारमा उनीहरू मिलेका थिए भन्ने प्रमाणित त हुँदैन नि त। अरू पनि छन् कि अरू डकुमेन्ट होइन, अरू डकुमेन्ट त्यहाँ टुट्यो होला, म तपाईँलाई पठाइदिन्छु। त्यो पठाइदिन्छु, तपाईँ त्यो फिल नगर्नुहोस्। किनभने यसमा आइआरआई भन्ने एउटा सङ्गठन छ, इएलएएस भन्ने अर्को सङ्गठन छ, एउटा जुरी नेपाल छ, अर्को ल्याब फ्रिडम स्टुडियो भन्ने छन्। 4वटा छन् यहाँ। कुरा भन्नु होइन, यिनीहरूको हरेक कुरा पनि गएर त्यहाँ गएर जोडिन्छ। र अहिले यिनीहरूको सोसियल मिडियाले पनि, सोसियल मिडिया अनि यो यिनीहरूले चाहिँ नि जुन 23 गते र 24 गते जुन यिनीहरूले 71,000 फेक आइडी चलाएको थियो क्या नेपालमा 2 दिनको लागि मात्रै, त्यो सहित र यिनीहरूको त्यो एउटा इन्डेक्स के भन्दो रहेछ नि, के भन्दो रहेछ नि, एउटा डिस्कोड भन्नुभएको। डिस्कोडले पनि यो प्रमाणित गर्छ। त्यो 71,000 फेक आइडी थियो भन्ने कुरा डेटा त्यो कसको डेटा हो? त्यो कसले भनेको? त्यो डेटा त्यहीँभित्र काम गर्ने भाइले तपाईँलाई त्यो चाहियो भने म पठाइदिन्छु। किनभने भनेको त्यो 71,000 फेक आइडी थियो भन्ने पनि प्रमाणित छ। प्रमाणित, किनभने त्यसको फेक आइडीको 71,000 त राखेको छैन, स्क्रिनसट राखेको छ क्या, केही स्क्रिनसटहरू राखेको छ। त्यो म आवश्यक पऱ्यो भने तपाईँलाई पठाइदिन्छु। र अर्को कुरा म तपाईँलाई अलिकति यहाँ जोड्छु। यो सोसियल मिडिया जुन जब गोविन्द केसीको बेलामा पनि गोविन्द केसीलाई यस्तो भगवान बनाइयो, सोसियल मिडियाले यस्तो भगवान बनाउँछ यहाँ। किनभने जब सोसियल मिडिया प्रयोग भयो भनेपछि के बुझ्नु भनेदेखि त्यो डलरको काम हो भन्ने कुरो बुझ्नु पर्यो। एउटा कुरो, उनीहरूले माफिया बनाउने, राष्ट्रप्रेमी मान्छेलाई माफिया बनाउने, पागल बनाउने, दलाल बनाउने, अनि जो राष्ट्रघाती काम गर्दैछ नि यहाँ त्यसलाई चाहिँ भगवान बनाउने। अब अहिले यहाँ तपाईँले के भन्छ, गोविन्द केसीलाई त्यस्तै गरियो, रविलाई त्यस्तै गरियो, रविको पनि सबै कुरो त देखियो नि त। अब आएर अहिले बालेनलाई कस्तो गरियो भने हेर्नुहोस् है, तपाईँलाई म भन्छु, आजसम्म बालेनले काठमाडौँ महानगरपालिकामा
सार्वजनिक शौचालय एउटा पनि बनाएको छैन। तर के गर्थे उहाँले 5 स्टार होटल पनि खुल्ला, त्यो पनि खुल्ला। अर्काका होटलमा पिसा फेर्न जाँदाखेरि टङ्कजी त्यहाँ गएर कफी त खानै पर्ला। त्यहाँको बिजनेस चलेको छ। तपाईँ एउटा नर्मल हामी नेपालीको छोरो अर्का होटलमा त्यतिकै त पिसा फेर्न जाँदैन, त्यो हल्ला उहाँको पछि लाग्छ र त्यो अनि वाओ बालनले यो गर्नुभयो। एउटा बिजुलीको पोल हालिन्छ यहाँ, बालनले बिजुलीको पोल हाल्नुभयो भन्छ, बालनले जग्गा बेचेर ल्याएर हालेको हो, त्यो नेपाल सरकारको पैसाले हालेको होइन। यो कुरा कसले बुझाउनु? अब अर्को कुरा, मेरो मेडिकल कलेज छ, मेरो पनि स्कुल छ। मेरो स्कुलमा मैले 10% बच्चा पढाउनलाई दिएको छु। अझ क्लासमा अरू 2-2 बच्चा फ्रीमा पढाउँदैछु, बेन्च राखेर पढ्ने नै हो भनेर। 1-2 जना मैले पढाइरहेको हुन्छु, आउँछन् गरिबका छोराछोरीले पढाइदेऊ न, एउटा बेन्च राखेर पढाइदेऊ यार, पढोस्, नाम टिपिदेऊ यार, गरिबको छोरो पढ्छ भनेर मैले उ गरेछु। 40 जना चढ्ने बसमा नि 40 जनाको भाडाले 2 जना मान्छेको पैसा छैन भने 2 जना चढ्दा पनि त्यही तेलमा त्यही बसमा हिँडिहाल्छ, उभिएर पुगिहाल्छ। पुग्न त पुग्छ नि त, पास गरेर पठाइदिउँ भन्ने मान्छे हो। पछि हामी 10% विद्यार्थीकोलाई छुट दिने हामी, अनि बालनले छुट गरिदिनु भयो भनेर मिडियामा आउँछ, अनि वाओ बालन भनिएको छ, हेर्नुहोस् है। अनि मान्छे कहाँ लगिँदैछ, यो समाज कहाँ लगिँदैछ? के बालनले आफ्नो घर जग्गा जमिन बेचेर एम्बुलेन्स बाँडेको? बालनले त्यो बाटोमा अहिले ती ऊ बनाउँदैछन्, फल्सा बनाउँदैछन्, त्यो बालनले घर जग्गा जमिन बेचेर ल्याएर गरेको? घर जग्गा जमिन बेचेर बरु ऋण गरेर पनि विदेशबाट चाहिँ उद्धार मैले गरेको छु। यसपालि जेएनजी आन्दोलनमा नि 170 जनाको उपचार फ्री गरेँ, झन् 6 करोड जतिको क्या, त्यो मैले गरेँ क्या। स्कुलबाट मैले 10% दिएको छु नि। जस्तो मेरो 1000 विद्यार्थी छन्, 100 जना विद्यार्थी फ्री पढ्छन् सालको, त्यो मैले गरेको हो नि त, बालनले गरेको होइन नि त। अनि उहाँ बालनले गर्यो भनेर सोसियल मिडियामा ठुलो मान्छे बनाएर यो देश क्याप्चर गर्ने, देश टुक्र्याउने, यो सोसियल मिडिया, यो एनजिओ, यो आइएनजिओ जबसम्म हामीले बन्द गर्दैनौँ, यस्तो सुमना श्रेष्ठ जस्तो रक्षा बमले के भनेर भनेको छ, त्यहाँ प्रुफ छ त एनएडीको। यो अमेरिकन कोनी के सोसाइटी भनेको त हामीलाई चाहिँ एकदम नेता बनाउने, त्यो बनाउने, यहाँ कृषक बनाउने, यहाँ काम गराउने कुरो हुँदैन, नेता बनाउने भनेर हिँडेका छन्। त्यही भएर त यिनीहरू अहिले त्यो जुनगिरी जस्तो हराए त अहिले यिनीहरू आफै अहिले बाजाबाज गरेर रियल जेएनजीले चाहिँ यिनीहरूलाई कुट्न खोज्दैछन् अहिले नेपालमा। त्यो छ अहिले स्थिति। भनेको मुख्य तपाईँको भनाइको चाहिँ यो समरी के भयो भन्दाखेरि कुनै पनि मान्छेलाई देवत्वकरण गर्ने, दानवीकरण गर्ने, रातारात देउता बनाइदिने, रातारात राक्षस बनाइदिने, यो सब कुरा चाहिँ कहीँबाट फन्डेड छ र एकैछिनमा हुलुक्क आउने हुलुक्क झर्ने बनाएको चाहिँ यो सबै अरू कसैको खेल छ भन्ने कुरा भयो यहाँ। अरू के छ, एनजिओ र आइएनजीको खेल छ। र तपाईँले एउटा कुरो के छ भने बालेन पनि बारबारा फाउन्डेसनबाटै चलेको, सबै बारबारा फाउन्डेसनबाट चल्या हो। र बारबारा फाउन्डेसनको लिङ्कअप कहाँ गरेर जोडिन्छ भन्दाखेरि राजा महेन्द्रको पालामा बारबारालाई देश निकाला गरेको त्यो रिस पनि थियो। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने टङ्कजी, यो देश टुक्र्याउने र यहाँ ठुलो खेला हुँदैछ। यहाँ त मैले सुनेको, यहाँ जुन एमसिसी पास भयो नि, एमसिसी पास गर्दाखेरि सबैभन्दा बढी वकालत गर्ने स्वर्णिम वाग्ले, रवि लामिछाने एलायन्स, तपाईँको गगन थापाले त मलाई टाउको मुडेर खेद्नु भनेको। आखिर बिस्तारै राज संस्था हटाएर हिन्दू राज्य हटाएर त गर्नु त यो रहेछ नि त, देश टुक्र्याउने रहेछ नि त, भनेपछि त यी मतियार रहेछन् नि त सबै। अब बारबारा फाउन्डेसनको कुरा चल्यो, मैले त्यो बारबारा फाउन्डेसनको बारेमा मैले पनि अलिकति यहाँ चाहिँ खोज तलास गरेको थिएँ होइन। मैले के भेटेँ भने अब बारबारालाई पहिला 2 पटक देश निकाला गरेको थियो, त्यसलाई पोलिटिकल रिजन भन्छन्। अब वाट एभर रिजन, त्यो चाहिँ ठ्याक्कै यसै भन्ने कुरा रेकर्डेड काहीँ पनि भएन। अनि पछि चाहिँ गणतन्त्र आइसकेपछि त्यो सरकारले उनलाई नेपाल बोलाएर नेपालको नागरिकता दिएको रहेछ। अनि बारबारा फाउन्डेसनको पैसा कहाँबाट आएछ, सिड मनी कहाँबाट आएछ भनेर मैले हेर्दाखेरि बारबाराको अमेरिकामा एउटा चाहिँ घर रहेछ, त्यो घर लगभग $5 लाख जति, 5-6 लाख कति डलरमा बेचेको छ। त्यो पैसा लिगल च्यानलबाटै नेपाल लगेर बारबारा फाउन्डेसन भनेर चाहिँ खोलेको छ। अब 5-6 लाख डलरको नेपाली कन्भर्ट गर्ने धेरै कहाँ हो, कहाँ पैसा त हुँदैन नि त। केही करोड रुपियाँ, नेपाली रुपियाँले यत्रो देशै हल्लाउने गरेको चलखेल गर्न सक्छन् र भनेको। त्यहाँ त त्यो मात्रै छैन नि, यहाँ त एउटा बारबारा मात्रै छ, आइआरआई भन्ने छ, अर्को EIA भन्ने छ, YES भन्ने छ, जुरी नेपाल भन्ने छ, के यो ल्याब स्टुडियो छ, अरू धेरै छन् नि। अनि यहाँ अर्को कुरो के छ भन्दाखेरि कनकमुनि दीक्षितहरू छ, कुन्दमुनि दीक्षितहरू। यहाँ त यो तपाईँको चाहिँ जगदम्बा महारानीको 700 रुपियाँ जग्गा खाएर रातो बङ्गला चलाएर बसेको छ त, मल साँप्रो जस्तो भएर। योसँग पैसै, उसँग पैसा छ होइन। यो देश सक्ने त। अब त्यतिखेर त मलाई एउटा कुरो थाहा छ, कनकमुनि दीक्षितलाई लोकमान सिंह कार्कीले, हेर्नुहोस् इतिहासमा कहिले कहिले राक्षस भनेर देखाउने मान्छेले पनि राम्रो काम गरे हुन्छ। लोकमान सिंह कार्कीले ल्याएर थुन्दाखेरि नि, कनेक्सन देखाइन्छ त। लोकमान सिंह कार्कीले ल्याएर थुन्दाखेरि कनकमुनि दीक्षितलाई सुशीला कार्कीले छोडेको छ। ल, सुशीला कार्कीले जब कनकमुनिलाई छोडेपछि लोकमान सिंहलाई महाअभियोग लगाएर हटाइयो भनेपछि
तपाईँको कहाँको कनेक्सन कहाँ गएर जोडिएको छ र हामी नेपालीहरूलाई एनजिओ र आइएनजिओले कसरी प्रयोग गर्दै गर्छ 5 स्टार होटलमा लगेर यो 5 स्टार होटलमा गएर टाई सुट लगाएर चिया खानेछन् नि इङ्ग्लिस बोल्ने तिनलाई चाहिँ मैले प्रश्न गर्न मन लाग्छ क्या तिमीहरू देश बेच्नलाई के गर्दैछौ देश सक्नलाई किन तिमीहरूले यस्तो इङ्ग्लिस सिकेको भन्छु क्या यिनलाई म अब यहाँनिर नि अब यहीसँग कनेक्सन गर्दै मैले तपाईँको त्यो तपाईँले राखेको भिडियो पनि म कनेक्सन गराउँदैछु तपाईँले त्यो भिडियोमा पनि अहिले भर्खर पनि आइआरआईको कुरा गर्नुभयो त्यो भिडियोमा पनि आइआरआईको कुरा गर्नुभएको छ त्यसमा चाहिँ अहिलेको गृहमन्त्री ओम प्रकाश अर्याल अनि त्यस पछाडि बालेन गोविन्द केसी गर्दै गर्दै अरू पनि धेरै मान्छेहरू जस्तो सुशीला कार्की सागर ढकालको नाम जोड्नु भएको छ त्यो ठाउँमा अरू पनि धेरै मान्छेहरूको नाम जोड्नु भएको छ 605 जना विद्यार्थीहरूलाई चाहिँ त्यो बेलामा चाहिँ तयार गरिएको थियो भन्नुभएको छ तपाईँले अनि अरू 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 मान्छेको नाम पनि लिनुभएको छ अहिले म ती मान्छेहरूको पनि नाम लिन्छु अब यी सबै मान्छेहरूलाई जोड्दै 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 ठ्याक्क व्यक्तिगत पोइन्ट आउट गर्दै गर्दै जाँदा भोलि यी मध्ये कसै न कसैले त तपाईँको चाहिँ यो भनाइ हेरेर भोलि अदालतमा मुद्दा हाल्लान् सायद अदालत त हिजोकै अदालत छ अदालत त फेरिएको छैन अब अदालतमा मुद्दा पर्यो भनेदेखि यी सबै मान्छे जो माथि आरोप लगाउँदै हुन्छ ती सबै मान्छे माथि प्रमाण ती तपाईँले लगाएको आरोप प्रमाणित हुने गरेको तपाईँसँग प्रमाण छ अहिले सागर ढकालकै भन्छु सागर ढकाल जहिले पनि यहाँ पढेको भन्छ पिएचडी गरेको भन्छ जहिले साउथ अफ्रिकामा गएर एनजिओ काम गरेर बसेको हुन्छ सागर मलाई थुनेको बेलामा सुन्नुहोस् है रविन्द्र मिश्रलाई पनि थुनेको थियो सागर ढकाल रविन्द्र मिश्रलाई भेटे मलाई भेटेनन् क्या म त्यहीँ छु भनेपछि रविन्द्र मिश्र भनेको नि आज राप्रपामा गए पनि नि ऊ भनेको पनि फन्डेड मान्छे हो क्या पश्चिमबाट किनभने त्यतिखेर विवेकशील साझा पार्टीको अध्यक्ष को थियो गोविन्द केसी बोक्ने पार्टीको अध्यक्ष रविन्द्र मिश्र जान्नेलाई छान्ने भनेर कागजको टोपी लगाएर माइती घर मण्डेलामा उभिने त उज्जवल थापा रविन्द्र मिश्र हुन् नि त यो कुराले पुष्टि हुन्छ र रविन्द्र मिश्रले राज संस्था ल्याउँछन् हिन्दू अधिराज्य ल्याउँछन् भन्ने कुरो कल्पना गर्नु भनेको त्यो दिवा सपना हो त्यसले गर्दाखेरि म यिनीहरूको छ नि यिनीहरूले मलाई जहाँ लगेर यमराजका ढोकामा उभ्याउन् म प्रमाण दिन तयार छु अब यहाँनिर के भने तपाईँले अहिले भर्खर पनि धेरै मान्छेहरूको नाम लिनुभयो रविन्द्र मिश्रको पनि नाम लिनुभयो अनि तपाईँले त्यो आफ्नै भिडियोमा पनि तपाईँले ग्लोबल युथ फोर्सको एउटा कुरा गर्नुभएको छ त्यसमा के भने सुशीला कार्की राजेश हमालको नाम लिनुभएको छ अघि भर्खर सन्दुक रोहितको पनि नाम लिनुभयो विजय लामाको नाम लिनुभएको छ कुलमान घिसिङको नाम लिनुभएको छ धेरैजना मान्छेहरूलाई छुनुभएको छ अब यसो हेर्दाखेरि त तपाईँको त्यो भिडियो र अहिले तपाईँको यो भनाइ सुन्दाखेरि कस्तो भने अनि सागर ढकाल चाहिँ नेपालमा नबसेर चाहिँ विदेशमा गएर किन काम गर्यो देशको माया भए त देशभित्रै बसेर किन काम गर्दैन भन्ने खालको कुरा गर्नु अब यो यसरी हेर्दै जाने हो भने त देशमा नहुने विदेशमा हुने अथवा चाहिँ विदेशमा पढ्न जाने विदेशमा ट्रेनिङ लिन जाने युनिभर्सिटीमा जाने अथवा चाहिँ विभिन्न कामको सिलसिलामा जाने अनि नेपाल फिर्ने अथवा नेपाल नफिर्ने जति सबै मान्छेहरू चाहिँ पश्चिमाका एजेन्ट हुने भयो त्यो हिसाबले हेर्ने भने त त्यही हो कि होइन सबै होइनन् तर यी केही मान्छेहरूलाई चाहिँ तयार गरेको छ भन्ने हो तपाईँको कुरा त्यो होइन जब राजनीतिक एलिमेन्ट यहाँ सुरु हुन्छ जब राजनीतिक चुनाव आउँछ अनि सागर ढकाल किन आउँछ उठ्न अरू बेलामा किन आउँदैन हेर्नुहोस् है जब राजनीतिक मुभमेन्ट हुन्छ किनभने एकछिन मैले क्याप्टन विजय लामाकै कुरा गर्छु है तपाईँलाई म भन्छु जब राजनीतिक मुभमेन्ट हुन्छ उहाँहरू होइन प्रयोग गरेको छ क्या उहाँहरूलाई थाहा नहुन सक्छ किन उहाँहरू सडकमा आउनुहुन्छ प्रबुद्ध समूह भनेर गोविन्द केसीलाई साथ दिन मनिषा कोइराला पनि त आउनुभएको नि त सडकमा हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठहरू पनि त प्रयोग भयो नि त आएका हुन् नि त गोविन्द मैले जतिखेर भनेको छु गोविन्द केसी भनेको पश्चिमाको एजेन्ट हो कनकमणि दीक्षित अमित ढकालदेखि लिएर सबैले यो देश सिध्याउन लागेका छन् है यहाँ गरिबी फैलाएर क्रिस्चियनिटी बढाइँदैछ र देश टुक्राइँदैछ र यो सबै कनेक्सन कहाँ हुन्छ भने एसियामा उदाउँदै गरेका भारत र चाइनालाई साइजमा राख्न पश्चिमाहरूको खेल हुँदैछ र यो तरिकाले ग्रेटर नेपालको नक्सा किन निकाल्नु पर्यो अहिले भएको देशको जनतालाई केही गर्न सकेका छैन ग्रेटर नेपालको नक्सा भित्तामा राखेर अनि छुट्याउन खोजेर मान्छेलाई सपना देखाइदिँदा हुन्छ त्यो त नदेखाउँ न सपना हुने कुरा देखाउँ है मैले ग्रेटर नेपालको नक्सा राख्नु चाहिँ गलत थियो त्यो उत्तेजना मात्रै हो भन्ने कुरा होइन मान्छेलाई उत्तेजनामा ल्याउ ल ग्रेटर नेपाल ल्याउँ अरे ल ल्याऊ युपी बिहारबाट एकै दिन ल्याएका दिन फेरि 15 करोड मान्छे आएर सदनमा गरे भने त त्यही दिन नेपाल त भारतको होला नि त भनेको सस्तो नारा भयो भन्ने कुरा भयो ग्रेटर सस्तो नारा हो नि त किनभने अहिले त संसदीय व्यवस्था छ संसदमा जसको बहुमत हुन्छ त्यसले अनि त्यहाँबाट यहाँ हाम्रो 2 करोड 90 लाख जनसङ्ख्यामा तपाईँले भन्नुभयो नि 80 लाख भन्नुभयो नि कहाँ 80 लाख 1 करोड 60 लाख छैन लास उठाउने मान्छे छैन अहिले गाउँमा सत्यनारायणको पूजा लाउँदाखेरि रोटी खाने मान्छे हुँदैन घरमा अहिले मान्छेको अहिले तिहार छ गाउँ खाली छ भनेपछि
भारतमा मात्रै 50-55 लाख मान्छे रहेछ भनेपछि तपाईँले के बुझ्नुहुन्छ 1,60,00,000 मान्छे छैन नेपालमा अहिले भनेपछि चुनावमा जम्मा भोट झर्छ 70 लाख 80 लाख भोट झर्छ चुनावमा टोटल हेर्नुहोस् है भनेपछि भोलि भारतले एकैचोटि 13 करोडले मत हाल्दैछ र त्यहाँबाट एकै दिन लगेछ भने के गर्छन् यिनीहरू यस्तो नारामा यस्ता सस्ता लोकप्रियता गरेर छिमेकी चिड्याउने बालनलाई ग्रेटर नेपाल हालेपछि वा भनेर संसारभरि कस्तो गरे र बालनलाई 2 महिनामा 23 चोटि अमेरिकन एम्बासेडरले किन भेट्यो दुई महिनामा 23 चोटि कहिलेको कुरा यो अस्तिदेखि नि अनि अस्ति कस्तो थियो सिंहदरबारमा जतिखेर पनि अमेरिकन एम्बासेडर इटालियन एम्बासेडर पोल्यान्डको एम्बासेडर ब्रिटिस एम्बासेडर थिए अरू कोही एम्बासेडर जाँदैन थिए के हो त यो यस्तो साह्रो यति साह्रो किनभने मानौ गोरा छालावालाहरूले देश चलाए जस्तो देखिन्थ्यो निर्देशनमा यस्तो पनि सरकार हुन्छ मैले त्यसले गर्दाखेरि के भन्न खोजेको भने अब यो भूमिबाट यो नेपाल भन्ने देशबाट भगवानहरूले बास गरेको तपोभूमि हो यहाँबाट भगवानहरूले बास गरेको भगवानहरूले टेकेको ठाउँबाट पानी बगेर जाँदाखेरि भारतमा गएर गङ्गा सागर बन्छ त्यहाँ 1.5 अरब हिन्दूले स्नान गर्छन् त्यस्तो ठाउँ त्यस्तो पवित्र नेपाललाई नेपाल बनाउनतिर लाग्यो विदेशीहरूको अखडा यहाँ सुन्नु न यो त कस्तो भएछ भने यहाँ त आइएसआईको अखडा हमासको अखडा सिआइएको अखडा रको आइबीको चाइनाको जापानको ब्रिटिसको यो त विदेशीहरूको अखडा भएछ क्या यो देश यसको अन्त्य गर्नु पर्यो त्यसको अन्त्य गर्नको लागि सबैभन्दा पहिला एनजिओ र आइएनजिओ छ नि यसलाई चाबी लाउनु पर्यो हामीलाई एनजिओ आइएनजिओ चाहिँदैन हामी बरु भोकै बस्ने त्यो लाइनमा जानु पर्यो ल तिमीहरू गर्छौ भने त्यो एनजिओ र आइएनजिओको पैसा सरकारको थ्रु देऊ न सरकारलाई दिँदा हुन्छ यसमा त मेरो पूर्ण समर्थन छ मैले त्यो अघि जुन भिडियोहरू भने मैले निकालेको छु भनेको त्यसमा समरी हेर्नु भने मेरो पनि भनाइ ट्याक्कै त्यही हो नेपाल बनाउनु छ भने नेपालीहरूबाटै सम्भव छ विदेशीले पैसा दिइराख्नु पर्दैन नेपालमा भएको करप्सन हटाइदिने नेपालमा चाहिँ केही राजनीतिक स्ट्रक्चरहरू चाहिँ गलत छन् जस्तो त्यो प्रदेशहरू बनाएको छ एकदमै हेभी प्रदेशहरू छ सांसदहरूको संख्या घटाउन सकिन्छ प्रशासनिक संरचना सुधार्न सकिन्छ नेपालभित्रकै पैसाले नेपाल बनाउन सम्भव छ विदेशीको पैसा चाहिँदैन भन्ने लाइनमै हो मेरो पनि भनाइ होइन अब त्यसो भन्ने मान्छेलाई पनि मलाई नै पनि अब चाहिँ विदेशी एजेन्ट भन्दैछन् अब यहाँनिर यो सँगसँगै मैले के भने अघि पनि भर्खर एकपटक छुवाइसकेँ मैले फेरि पनि भन्दैछु के भने नेपालको 1/4 भन्दा बढी जनसङ्ख्या विदेशमा छ अहिले विभिन्न कारणले रोजगारीको सिलसिलामा पढाइको सिलसिलामा अथवा कसैलाई चाहिँ माओवादी युद्धकालमा माओवादी लखेटेर कसैलाई के गरेर विदेशमा छन् 1/4 होइन तपाईँले 1/4 50% छ टङ्कजी 50% ओके अब त्यसमा लगभग 80 लाख नेपालीहरू अहिले तपाईँले 50% भन्दै हुनुहुन्छ आँकडा देखिन्छ के भने 80 लाख हाराहारी भनिन्छ 1 करोडसम्म पुग्ला अनि त्यो मध्येमा चाहिँ लगभग 1.5-2 लाख नेपालीहरू त्यसरी जो विदेश गएका थिए उनीहरूले विदेशकै नागरिकता लिइसकेको भन्ने पनि चाहिँ प्रमाण देखिन्छ अब तपाईँलाई म भन्छु त्यो प्रमाणमा मात्रै तपाईँलाई म कसरी डेटा बताउँछु भने नि मेरो हस्पिटलमा आजभन्दा 5-7 वर्ष अगाडि दिनको 5 जना बच्चा जन्मिन्थे आज हप्तामा 2 जना दुईटा बच्चा जन्मिन्छन् हप्तामा 5 जनाबाट 2मा आयो आजभन्दा 8 वर्ष अगाडिको तथ्यले के देखाउँछ भने यो देशमा सालको 8 देखि 9 लाख बच्चा जन्मिन्थे गएको सालको तथ्याङ्कले के देखाउँछ भने 1,60,000 मात्रै बच्चा जन्मेको देखायो भनेपछि तपाईँले कसरी गर्नुहोस् भने तपाईँले डेटा मात्रै नहेर्नु न यहाँबाट एयरपोर्टबाट जाने त काठमाडौँ एयरपोर्टबाट जाने 3,000 छ भने नि भारतको दिल्लीबाट बारगढबाट दिल्लीबाट हुँदै जाने अरू 4,000 छ दिन तपाईँले के बुझ्नुहोस् भने गाउँ त छैन त पश्चिम गाउँ रित्तै छ पूर्वी गाउँ रित्तै छ उत्तर पहाड हिमाल सबै रित्तै यही 22वटा जिल्लामा मात्रै हो मान्छे 22वटा जिल्ला र काठमाडौँ पोखरामा तपाईँको 70% व्यवसाय बन्द भइसक्यो झापाको बिर्तामोडमा 70% व्यवसाय बन्द भइसक्यो दोकानमा बहने हुँदैन खोइ कन्ज्युमरै छैन सबै मान्छे विदेश त्यसले गर्दाखेरि मोटामोटी 50% मान्छे बाहिर छ त्यसमा पनि तपाईँको सालको 1 देखि 1,25,000सम्मले यहाँको नागरिकता त्यागिरहेछ नेपालको नागरिकता त्यो हिसाबले हेर्ने भने अहिले 10 लाख जति मान्छेले नागरिकता त्यागिसके सबैजना त पासपोर्टै बोकेर गएका छैनन् नि त कति त इन्डियामा गएर पनि त्यहाँको आधार कार्ड बनाएर पासपोर्ट लिएर चाहिँ गएका छन् यहाँ नेपालमा चाहिँ बङ्गलादेशी आएर नेपाली भएर उड्छ भने यहाँका मान्छे पनि गएर भारतीय भएर उडेका होला अनि फेरि त्यो नागरिकताको समस्या त अब बेग्लै एउटा डिस्कसनको बेग्लै पाटो बन्छ जस्तो अर्को पनि समस्या के छ भने 63 सालमा चाहिँ नागरिकता कानुन आयो त्यो कानुन कस्तो बेलामा आइदियो भन्दाखेरि जेनरली के हुन्छ नि संविधान बन्छ पहिला संविधान बनेपछि संविधानको मर्मअनुसार कानुन बन्छ तर नेपालमा के हो भने 63 सालमा पहिला नागरिकता कानुन बनाए अनि 72 सालमा झन्डै त्यसको 10 वर्ष पछाडि मात्रै गएर संविधान बनाए भनेको संविधान भन्दा पनि अगाडि जन्मेको कानुन छ नागरिकता कानुन त्यो नागरिकता कानुनमा एउटा प्रावधान यस्तो घुसायो कि विदेशमा चाहिँ अरू देशको नागरिकता लिइसकेका मान्छेहरू अब नेपाली नागरिक होइनन् एउटा त्यो भयो अर्को के भने कुनै पनि विदेशी
नेपालमा आएर बच्चा जन्माउँछ भने त्यो जन्मेको बच्चा चाहिँ नेपाली हुन्छ भन्ने चाहिँ अर्को चाहिँ त्यहाँभित्र प्रावधान घुस्यो। अब अहिले बोर्डर एरियाहरूमा चाहिँ के भनिन्छ भने यो बर्थ टुरिज्म भनेको उतातिर प्रेग्नेन्ट भयो, नेपालमा ठ्याक्क आएर बच्चा जन्मायो, जन्मदर्ता निकाल्ने बित्तिकै नेपाली नागरिक भयो। यो हिसाबले हेर्ने भने त के हो भने नेपालीहरू पहिला वंशजका जो नागरिक थिए सबै सिद्धिँदै जाने र अहिले चाहिँ नयाँ जन्मेका चाहिँ जो जुन बर्थ टुरिज्म भने त्यहाँबाट जन्मेका चाहिँ जनसङ्ख्या बढ्दै जाने गर्दाखेरि त अनि अर्कातिर रोहिङ्ग्याहरूले चाहिँ नेपाली नागरिकता पाए भनेको छ, टिबेटनहरूले उसै गरी नागरिकता पाए भनेको छ, गर्दाखेरि अबको 20 वर्ष पछाडि नेपालको नेपाली नागरिकताको हुँदैन। स्थिति के हुन्छ आफै विचार गर्नुहोस्। अब सुन्नुहोस्, मैले यहाँ कहाँ ल्याएर जोडेँ सुशीला कार्की गोविन्द केसीलाई पनि। जब यहाँ स्वास्थ्य र शिक्षा मौलाउँदै थियो, यहाँबाट नेपाली विद्यार्थी अहिले +2 भन्दा माथि पढाइ हुँदैन नि, यहाँ हुँदैन त। +2 भन्दा माथिका क्लास बन्द भइसक्यो, 2जना राखेर त पढाउन सक्दैन, फिस दिन तलब खुवाउन सक्दैन। अहिले तपाईँको गएको साल मात्रै 15,000 स्कुल बन्द भयो बच्चा नभएर। अघि मैले भने नि बच्चा नभएर। यहाँ सुरु के भयो खेल भन्दाखेरि यहाँका नेपाली खास युवाहरूलाई विदेश पलायन गराउने, पढ्न नदिने र देशमा के भयो भन्दाखेरि अहिले सुशीला कार्कीलाई पनि त यो 40-45,000 46,000 कति छन् अरे यो टिबेटियनहरू, यिनलाई नागरिकता दिने शर्त छ अरे। र अर्को कुरो तपाईँलाई थाहा छ, भारत र नेपालको बोर्डर त पाकिस्तान जस्तो भएको छ, रोहिङ्ग्याहरू आएर पाकिस्तान जस्तो, मुस्लिमहरू त्यस्तो बढ्या छ त्यहाँ, त्यो स्थिति छ। वेस्ट बङ्गालको हालत त्यस्तै छ। अब नेपालमा के छ भन्दाखेरि उत्तरी बेल्ट सबै एमएनओ क्रिस्चियन, यो 22वटा जिल्ला हो अब रहेको, सबै धराप बनाइसकेको छ भित्र। अनि अब नि जस्तो यो अहिले जुन पिक्चर तपाईँले देखाउनु भयो नि त्यो पिक्चर अनुसार त कस्तो भयो भन्दाखेरि एकातिर चाहिँ नेपाल टुक्र्याउने खेल हुँदैछ, तपाईँकै हिसाबले चाहिँ उत्तरतिरको चाहिँ केही जिल्लाहरू भारतका केही ठाउँहरू मिसाएर चाहिँ एउटा बेग्लै देश बनाउने प्लान हुँदैछ। अनि दक्षिणतिर चाहिँ सबै अरू कुनै देशबाट चाहिँ अरू जातका मान्छेहरू अरू देशका मान्छेहरू ल्याएर थुप्रिराखेका छन्, नागरिकता पनि लिइराखेका छन्। तिब्बततिरबाट आएका मान्छेहरूलाई पनि नागरिकता लिँदैछन्। अघि बर्थ टुरिज्मको नि कुरा गऱ्यौँ। अब अरू के भने पढे लेखेका जो मान्छेहरू छन्, केही मान्छे अघिदेखि तपाईँले चाहिँ केही नामहरू लिँदै हुनुहुन्छ, ती मान्छेहरू चाहिँ अब अमेरिकी अथवा पश्चिमा युरोप अथवा कसैले एजेन्टको रूपमा चाहिँ उनीहरूलाई काम गराइराखेको छ, एजेन्ट भएर काम गरिराखेका छन्। अब यहाँ अब नेपालमा एउटा चाहिँ भाष्य कस्तो सुरु भयो भने नि जस्तो कोही मान्छे अमेरिकी कोही मान्छेसँग चाहिँ फोटो खिचेको छ, कुनै युनिभर्सिटीमा गएर पढेको छ, अमेरिकामा बसेको छ, अथवा अमेरिकी राजदूतसँग चाहिँ फोटो खिचेको छ अथवा ट्रेनिङ लिन गएको छ। मान्छेले कसरी बुझ्यो भने अमेरिकाले चाहिँ टपक्क मान्छेलाई यसो ठ्याप्प टिप्यो, ल त मेरो एजेन्ट है भनेर धप्पा लगाइदियो, पठाइदियो गर्ने रहेछ, सबै अमेरिकी एजेन्ट पो हुने रहेछन् भने जस्तो बुझ्छन्। अमेरिकाले एजेन्ट बनाउने त्यसरी चाहिँ सस्तो मस्तो एजेन्ट बनाउने होइन नि, जो पायो त्यही मान्छेलाई टिप्दै ल त मेरो एजेन्ट है भन्दै बनाउने त होइन नि त। नेपालमा चाहिँ एउटा भाष्य के क्रिएट भयो भने अमेरिका गयो भने एजेन्ट, अमेरिकनसँग फोटो खिच्यो भने एजेन्ट, अमेरिकामा ट्रेनिङ लियो भने एजेन्ट, अमेरिकी राजदूतसँग भेट्यो भने एजेन्ट, एजेन्ट त्यसरी बन्ने हो र? होइन, त्यसरी होइन, त्यसरी होइन। तपाईँलाई मैले अघि सागर ढकालको उदाहरण दिएँ नि, जब चुनावको बेलामा उहाँ आउनुहुन्छ, अरू बेलामा साउथ अफ्रिकामै एनजिओमा काम गर्नुहुन्छ। र तपाईँलाई म अहिले एउटा कुरो के भन्छु भने यो चिजले पनि देखाउँछ, यो चिजले पनि, यो जुन मैले देखाइदिएको छु तपाईँलाई यी चिजहरू हेर्नुहोस् है। यो जुन छ बारवटा फाउन्डेसनदेखि लिएर आइआरआर एनइडी यी सबैले देखाउँछ एउटा। अर्को कुरो के छ भने कनकमुनि दीक्षितदेखि लिएर लगायत त मान्छेले त ल्याएको थिएन नि, मैले सार्वजनिक गरेँ, नभए कसैले आँटै गर्दैन थियो। आँट पनि गर्नलाई मुटु चाहियो नि, नभए मारिहाल्छन्, उज्यालो हुँदा हुँदैन। जसलाई त ज्यानको जोखिम छ, मैले त ज्यानको माया भन्दा पनि भूमिको माया, राष्ट्रको माया भएर गरेको हो। यो मेरो परिवार, म आत्मनिर्भर हुँदा हुँदै नि डङ्गजी मैले गरेको हो। अब म तपाईँलाई एउटा कुरा के भन्छु भन्दाखेरि यो नेपालबाट जन्मेर गएका नेपालीहरू जति पनि नेपालीहरू छन् विश्वमा जहाँ छरिया छन् उनीहरूले नागरिकता राख्न पाउनुपर्छ नेपालको। सबैभन्दा नेपाल बचाउने भने त्यो भयो भने के हुन्छ भने तपाईँले पनि यहाँ लगानी गर्नुहुन्छ, फेरि पनि सम्झेर आउनुहुन्छ, तपाईँकै जन्मेको ठाउँमा आउनुहुन्छ र एउटा घर भए पनि बनाउनुहुन्छ। जब यहाँबाट तपाईँ त अब अलिक सक्सेसफुल मान्छे हुनुभयो नि त, 2-4 करोड भए पनि तपाईँसँग छ नि त, तपाईँले त त्यो पैसा त तपाईँकै भूमिमा ल्याउन खोज्नुहुन्छ नि। मर्ने बेलामा तपाईँलाई त्यो चिजले तान्छ फेरि, किनभने न तपाईँ जन्मिँदाको साथी त्यहाँ गाडेको छ क्या। त्यसले गर्दाखेरि तपाईँलाई चाहिँ एउटा कुरो के बुझ्नुहोस् भने त्यो ल्याउने वातावरण त यिनीहरूले दिएन नि त, फेरि फर्केर आउँछन् भनेर। त्यो फर्केर आउने वातावरण चाहिँ गर्नुपर्छ र संसारमा जहाँ भए पनि नेपालीले नागरिकता राख्न पाउनुपर्छ, 2टा नागरिकता। मेरो कुरा स्पष्ट छ, फेरि संसारभरिका नेपालीले यो बुझुन् है। र यो टिबेटियनहरूलाई नागरिकता दिनु हुँदैन। अब यो नागरिकताको खेलो फड्को बन्द गर्नुपर्छ र एउटा टाइम राख्नु पर्यो। उसको पुस्ता 5 पुस्ता छ, 6 पुस्ता छ भन्ने एउटा चाहिँ हुन्छ नि। जस्तो अमेरिकाले ग्रिन कार्ड दिन्छ नि, अस्थायी भिसा देऊ न उसलाई गरी खानलाई, हिँड्न जुल्नलाई देऊ न। जस्तो हामी इन्डिया जाँदा गाडीको पर्मिट दिन्छ नि, पर्मिट देऊ न, पर्मिटको ठाउँमा नागरिकतै दिनुपर्छ, भोटिङ राइट नै दिनुपर्छ भन्ने कुरो होइन नि। भोटिङ राइट दिनु भएन, यी कुरा छन् तर यिनीहरूले दिन्छन्। त्यो त यी देखिए त त्यो टिबेटको टिओबी भन्ने भाइले मुख छाडेर
भरे चाहिँ उसको नागरिकता नक्कली आयो अहिले आयो कि आएन अरू अरू कहाँ पनि नागरिकता नक्कली रहेछन् धेरैका नागरिक नक्कली छन् हो कि होइन जस्तो एउटा हाम्रो जेनरली नेपालीले नागरिकता 16, 17, 18, 20 वर्षमा बनाइसक्छ हाम्रो सुदन गुरुङजीले पनि नागरिकता 32 वर्षमा बनाएको छ किन 32 वर्षमा नागरिकता बनियो त नेपालको त्यहाँ प्रश्न उठाउने कुरो छ नि त त्यो खोज्दै गर्दा भोलि भेटिएला हाम्रो जनरली नेपालीले नागरिकता कतिमा बनाउँछ मैले पनि 16 वर्षको उमेर कतिखेर नागरिकता बनाउ हुन्छ नि त हुन्छ कि हुँदैन हामीले बाबुआमालाई के चिनेर नागरिकता तर त्यो जसलाई त्यसरी नागरिकता डुप्लिकेट भयो अथवा यो भयो भन्ने छ स्पेसल्ली तराईवासी र चाहिँ उता पहाड हिमालवासीहरूको चाहिँ एउटा आरोप के छ सधैँभरि भने तराईवासीलाई त इन्डियन होस् भन्ने नागरिकता बनाउन चाहिँ गाह्रो पारिदिने उता नाक थेप्चो भएकोलाई त टिबेटन होस् भन्ने नागरिकता बनाउन गाह्रो पारिदिने क्षेत्री बाहुनहरू चाहिँ दार्जिलिङतिर सिक्किमतिर आसामतिरैबाट आएको बर्मातिरैबाट आएको भयो भने नाक चुचो छ भनेदेखि चाहिँ त नेपाली होस् भन्ने एउटा भेदभाव छ भन्ने उनीहरूको आरोप छ त्यो आरोप कतिको सत्य हो जस्तो लाग्छ तपाईँलाई त्यो सत्य होइन उनीहरूले बनाएको आरोप हो जस्तो अहिले एउटा कुरो के छ भन्दाखेरि जस्तो यो अहिले जुन जनजाति भनेर ल्याइयो जस्तो जब गणतन्त्र आयो त ल्याएर प्रचण्डले हालेको बिउ हो अहिले प्रचण्डकै घरमा आगो लाग्यो जसले बाघ खेलाउँछ नि त्यो बाघले त्यसैलाई खाएर मार्छ साँप खेलाउनेलाई साँपले खाएर मारेको रेकर्ड छ हात्ती खेलाउनेलाई हात्तीले नै मारेको रेकर्ड छ प्रचण्डले ल्याएर हालेको विष हो संहिता यो एउटा जोडिएको थियो नि त वैदिक सनातन हिन्दू धर्म थियो सबै धर्मले बाँधेको थियो त्यसलाई त्यो माथि राजा थिए छाता जस्तो भएर बसेको विभिन्न जात जातिका मान्छे 4 जात 36 वर्णको फुलबाडी भनेको थियो नि राजा पृथ्वीनारायण शाहले अहिले सबैले सम्झिन थाले अब अहिले के भन्छन् थाहा छ हाम्रो यहाँ यो पूर्वतिर एमएनओहरू भनेको राईहरू विशेष गरेर तिमीहरू बाहुनहरू उता कुमाउ गढवालबाट आएको होइन उतै जा हाम्रो देश भन्छन् के तिनको मात्रै देश हो तिनको देश हो भने तिमी बाहिर गएर मुख नछाड तिम्रो देश हो भने तिमी आऊ न गर मलेसियामा गएर दुबईमा गएर किन मुख छाड्छौ यहाँ आएर नङ्ग्रा ख्याउ न नङ काट्नु पर्दैन नङ्ग्रा ख्याउ काम गरेर नङ्ग्रा ख्याउ नेपालीलाई जनजाति बनाइयो नेपालीलाई दलित बनाइयो नेपालीलाई मधेसी बनाएर जुन राजनीतिक भयो नि त्यसैले यो देशलाई विखण्डनतिर लग्यो त्यसले गर्दाखेरि हिजो इजार जहाँ गाँठो परेको छ हिजो तिमीले जहाँ बाटो बिर्स्यौ तिमी त्यही बाटोमा गएर फेरि म्यापेर 4वटा बाटो छ मूल बाटोमा गएर फेरि म्यापेर भनेको मेन कुरा चाहिँ के भने जति बेलादेखि माओवादी युद्ध सुरु भयो त्यति बेलादेखि चाहिँ विभाजनको चाहिँ रेखा कोरियो कसैलाई बाहुन र राई लिम्बू भनेर कसैलाई स्वदेशी विदेशी कसैलाई यो धर्म र त्यो धर्म भनेर कसैलाई यो छाला र ऊ छाला भनेर विभाजन गरियो जानेर बिग्रियो त्यही ठाउँमा गएर त्यहीँबाट फेरि एकताको सूत्रमा ल्याउनुपर्छ अगाडि भन्ने भनाइ तपाईँको मेरो कुरा त्यही हो त्यो भयो भने देश जोडिन्छ नभए देश त गयो विखण्डन भयो तपाईँले के बुझ्नुहुन्छ नि जो शक्तिशाली छ नि त्यसैको अञ्चल हुन्छ अब जिल्ला हुन्छ है जस्तो अब चाहिँ झापा जिल्लामा मेरो 5 स्टार होटल ती छ मेरो मेडिकल कलेज ती छ मेरो क्यान्सर हस्पिटल ती छ मेरो स्कुल ती छ म अब अहिले एउटा हिन्दू युनिभर्सिटी बनाउँदैछु 5000 मान्छेलाई रोजगारी दिएको छु अरूको छैन भनेपछि त त्यो जिल्ला कसको भयो यो जिल्ला जिल्ला टुक्रिने स्थितिमा पुगिसक्यो देश रहँदैन अब त्यसले गर्दाखेरि सबै त्यो एमएनएको साथीहरू के को साथीहरू दलितका साथीहरू जो जो दलित भनेर तपाईहरु हिँड्नु भएको छ साङ्ली लगाएर हिँडेको देख्छु म तपाईहरुले साङ्ली लगाएर तपाईहरुलाई बाँधेको छैन कसैले पृथ्वीमा जन्मेको बाटो एउटै हो आको बाटो एउटै हो मान्छे जन्मिने प्रोसेसिङ त एउटै हो नि त आको एउटै हो आऊ एकै ठाउँमा बसेर गरौँ एकै ठाउँमा गरौँ यो जात जाति नछुट्याउँ 4 जात 36 वर्णको फुलबारी हौ पहिला माटो जोगाउँ अनि त्यहाँबाट फुल त जुन रोपे पनि भयो नि त राइट पहिला देश जोगाउँ त्यस पछाडि हामी बीचको समस्या सुल्झाउँ मेरो अबको नारा भनेको नेपाललाई न्याय देऊ नेपालीलाई न्याय देऊ भूमिलाई न्याय देऊ पहिला यति 3टा चीजलाई न्याय दिउँ सबै कुरा बाँच्छ अनि धेरैले तपाईलाई लगाएको एउटा आरोप के छ भने दोस्रो दिनको जुन चाहिँ सिंहदरबार अनि अदालत जलाउने अनि विभिन्न हाम्रा राष्ट्रिय महत्त्वका जति पनि सम्पदाहरू छन् ती सम्पदाहरू जलाउने काम चाहिँ घुसपेट भयो त्यो घुसपेटमा चाहिँ दुर्गा प्रसाईका मान्छेहरू पनि छन् भन्ने कुरा चाहिँ आरोप लगाएको मैले देखेको छु अब त्यसमा त्यो आरोप लाउने मान्छेलाई के भन्नुहुन्छ तपाईका मान्छे त्यहाँ थिए कि थिएनन् भनेदेखि आरोप किन लाग्यो होला त्यहाँ अब तपाईलाई यस्तो स्पष्ट पार्छु मैले 23 गतेको दिन के भयो भन्दाखेरि जेनजी आन्दोलनको विषयमा मैले एउटा स्ट्याटस पोस्ट गरेँ जे भ्रष्टाचार विरुद्धको आन्दोलन थियो नि त नितान्त बच्चाहरूले गरेको भ्रष्टाचार विरुद्धको खास गरेर केपी ओली प्रचण्ड शेरबहादुर विरुद्धको आन्दोलन थियो किन यिनीहरूले धेरै वर्ष 34 वर्षदेखि देश लुट्या थिए यहाँदेखि मङ्गोलिया क्याम्बोडिया मङ्गोलिया सिङ्गापुरमा त तपाईँको आयल आचार्यको छोरो छ सतीशलाल आचार्य ऊ नागरिकता लिएर बसेको छ सबै नेताको पैसा उहीसँग छ करिबन त्यहाँ 20 खर्ब रुपियाँ छ सिङ्गापुरमा नेपाली नेताहरूको पैसा अनि मारवाडीहरूसँग पार्टनर छ 16 परिवार अघि भने मैले मारवाडीहरूसँग है केही दलाल छन् बिचौलियाहरू यो विरुद्धको आन्दोलन थियो
यो विरुद्धको आन्दोलनलाई मैले के भने भ्रष्टाचार विरुद्धको आन्दोलन मैले बच्चालाई साथ दिनुपर्छ म आफै जान्छु भनेर भने मैले स्ट्याटस लेखेको 2 घण्टा पछाडि बालनले के लेख्नुभयो भन्दाखेरि यो आन्दोलन भनेको नितान्त जेनजीको आन्दोलन हो बच्चाको आन्दोलन हो कुनै पनि राजनीतिक दलका बौला अभियन्ताहरू नआउनु भनेर उहाँले मलाई टार्गेट गरेर लेख्नुभयो लेखिसकेपछि त्यो स्ट्याटस तपाईँलाई टार्गेट गरेको थियो त्यहाँ टार्गेट त बौला अभियन्ता भनेपछि नि के भन्न खोजेको भन्दाखेरि त त्यहाँ छ नि त विभिन्न राजनीतिक दल भनेपछि त उहाँले त हामीलाई बौला सम्झेको रहेछ त्यो पनि हो क्या मलाई एउटा चाहिँ परेको अनि त्यस पछाडि मैले के भने बेलुका मलाई मिराज त्यो भइसकेपछि मैले मेरो साथीहरूसँग कुरा यो पक्का पश्चिमाहरूको फन्डेडबाट हो भाइ ठुलो आगो लाग्दैछ देशमा भनेर मैले भने बेलुका मलाई मिराज ढुङ्गाना भन्ने टिम आयो भेट्नलाई र त्यो 2 जना बहिनीहरू मसँग आएको एनजिओमा काम गर्दा रहेछन् ती बहिनीहरूको नाम चाहिँ मलाई आउँदैन भोलिपर्सि म त्यो एनजिओमा काम गर्दा रहेछन् ती बहिनी र त्यो मिराज ढुङ्गानालाई मैले के भने भोलि भाइ चैत 15 गतेको जस्तो घटना भयो भने धेरै मान्छे हताहत हुन्छन् यो आन्दोलनको लिड कसले गर्छ भन्दा त्यो भाइले के भन्यो भने भित्रबाट बालन सरले गर्नु भएको छ तपाईँ नआइदिनुहोस् त्यही खबर मिराज ढुङ्गानाले तपाईँलाई चाहिँ यो आन्दोलन भित्रबाट बालन शाहले नै सञ्चालन गरेको छ भनेकै हो भनेको मेरो यहाँ घरमा अनि मसँग फोटो खिचिवरी गएका भन्ने त म अहिले त मलाई भन्दैछु त त्यो भाइलाई समाचार ल्याउँदा भइहाल्छ नि मसँग भएको कुरो त्यस पछाडि मसँग फोटो खिचेर मैले गइसकेपछि उसले के भन्यो भने फोटो नहालिदिनु न दाइ भनेर भनेको थियो मैले के भने त्यही फोटो हाल्ने त्यो हालिदिएपछि यो मान्छेलाई बालनहरूले पनि के गरेछ भन्दाखेरि नि जान दिएनछन् र यो मान्छे लुकेछ मार्ने धम्की अनि बालनहरूले दिएछन् किन फोटो खिचिस किन त्यहाँ गइस भनेर हेर्नुहोस् त्यहाँ कुरो छ अब तपाईँले एउटा कुरो के बुझ्नुहोस् भने म त गइनँ भोलिपल्ट यहाँ मेरो घर जोगाउन म आफै बसिरहेको छु कतिखेर आगो लाग्छ भनेर मेरो एकजना मान्छे कोही गएको रहेछ भने प्रमाण पुर्याइदिउन् प्रमाण गलत कुरा बोल्नुहुन्न कि सिंहदरबारमा आगो लगाउने मान्छेहरू त सुदन गुरुङहरूकै टिम निस्क्यो त पछाडि त मोटरसाइकलमा आएको 150वटा मोटरसाइकल त रिकन्डिसनबाट बुलेट मोटरसाइकल किनेको रहेछ उसबाट 150वटा र टिओबी भन्ने संस्थाले तपाईँको चाहिँ नि पुरै लिड गरेको रहेछ र तपाईँलाई अर्को कुरो म भनौँ खतरा कुरो त्यो सिंहदरबारमा आएको छ नि मट्टितेल पेट्रोल खनाएर होइन क्या रासायनिक चिज खनाएको छ त्यहाँ भर बल्छ जहाँ पनि घरमा गयो एउटा डल्लो फ्याँकेपछि नि भर्रै आगो लाग्ने एकदम विस्फोट हुने क्या त्यस्तो चिजहरू प्रयोग भएको छ त्यो हामीले देखेको चिज पनि होइन त्यस्तो केमिकल हामी चलाउन पनि जान्दैनौँ र तपाईँले के बुझ्नुहुन्छ नि यसको पुरै ट्रेनिङ भएको छ अब यो कुरो कसैले भन्दैन सबै डराउँछ दिनमा 5 जना 6 जना आउँछन् यस्तो यस्तो भएको अहिले भनौँ न जुन जेनजीका मान्छेहरू छन् नि खास बच्चाहरू ती घाइते भइगए मर्ने मरिहाले असली जसले भ्रष्टाचार विरुद्ध आवाज उठाएको थियो अब साँच्चै नक्कली जेनजीहरू चाहिँ अहिले अब फसिन्छ कि भनेर बरु भनेर म कहाँ आइरहेको छ यहाँ कुरा त्यो छ त्यसले गर्दाखेरि तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि यो धेरै ठुलो कलेजमा ट्रेनिङ दिनेदेखि लिएर एमएसीहरूमा ट्रेनिङ दिनेदेखि लिएर अब सांसद बनाउने यिनीहरूको लिगल्ली रूपमा देश कब्जा गर्ने लिगल्ली रूपमा त्यही भएर अहिले पार्टी बनाउने अरे सबै पार्टी बनाएर देश कब्जा गर्ने अनि मैले भनिदिएको नि सोसियल मिडियाले त भोट हाल्दैन होला भोट त हातैले हाल्नुपर्छ होला भनेर भनिदिएको कुरा त्यो हो टङ्कजी अब यो ठाउँमा नि जस्तो चैत 15 को पनि घटना जोड्नुपर्ने हुन्छ चैत 15 को घटनाको बारेमा चाहिँ मैले एनालाइसिस गरेर सुरुदेखि अन्तिमसम्म फुटेजहरू प्रहरीको फुटेज त्यहाँ लाइभ फुटेजहरू सबै निहालेर एउटा भिडियो बनाएको थिएँ त्यसमा चाहिँ तपाईँको पनि कुरा गरेको छु मैले त्यो भिडियो आइसकेपछि धेरै मान्छेहरू विशेष गरी एमाले काङ्ग्रेस र माओवादीका मान्छेहरूले चाहिँ मलाई दुर्गा प्रसाईको पुच्छर भएको दुर्गा प्रसाईको चाहिँ यो प्रवक्ता भयो भन्ने खालका आरोप लगाए त्यो आरोप अहिलेसम्म पनि लगाउँछन् जबकि त्यो भिडियो निकाल्नुभन्दा अगाडि र त्यो भिडियो निकालेको धेरै समय पछिसम्म तपाईँसँग मैले कन्ट्याक्ट पनि गरेको थिइनँ तपाईँलाई चिन्दिनँ पनि थिएँ तपाईँसँग गफ पनि भएको थिएन मेरो मैले आफ्नो स्वेच्छाले भिडियोहरू फुटेजहरू एनालाइसिस प्रमाण एनालाइसिस गरेर बनाएको भिडियो हो त्यो त्योभन्दा अगाडि मैले एउटा क्याम्बोडिया बारेको तपाईँले जुन भिडियो निकाल्नुभएको थियो त्यसलाई एनालाइसिस गरेर अर्को भिडियो बनाएको थिएँ ती दुवै भिडियो बनाउँदाखेरि तपाईँसँग मेरो गफसम्म भएको छैन परिचयसम्म भएको छैन तर मलाई तपाईँको एजेन्ट भएको तपाईँको पुच्छर भएको तपाईँको प्रवक्ता भएको भनेर मलाई आरोप लगाए अनि त्यो बिचमा चाहिँ मैले त्यो भिडियोमा पनि भनेको छु देखिन्छ पनि के भने घुसपेट भएको छ त्यो आन्दोलनमा पनि भरे आरोप लाग्यो के भने तपाईँलाई अनि रविन्द्र मिश्र अरू को मान्छेलाई लगेर चाहिँ थुनियो महिनौसम्म राखियो अब अहिले यो जुन 24 गतेको चाहिँ जुन दोस्रो दिनको आन्दोलन भयो त्यहाँ पनि चाहिँ तोडफोड भयो आगजनी भयो 15 गतेको त हजुरबाबु भयो अहिले अब यहाँ पनि जो मान्छेहरूलाई आरोप लाग्दैछ नि त्यो आरोप त्यो चैत 15 मा लागेको आरोप जस्तै कन्स्पिरेसी त होइन भन्ने कुरा हो कि मेरो त्यहाँ जसरी नभएका मान्छेहरूलाई आरोप लगाइएको थियो नि त्यो चैत 15 मा यहाँ पनि त्यो नभएका मान्छेहरूलाई चाहिँ रिसिभी सार्ने नियतले आरोप लगाएको त होइन यस्तो भयो 1-2 दिन रिसिभी सार्ने मान्छेलाई लगाए दुर्गा प्रसाई पनि भनेर भने
पछाडि गएर त अनि अहिले त होइन भन्नेमा पुग्यो नि त। अहिले त टिओबीको आयो, अर्को आयो, बुलेट अब सुदन गुरुङ आफै हरहरी हिँडेको आयो। आइसकेपछि अब अहिले सबैभन्दा सुदन गुरुङ बालेनहरूलाई जोगिन उनीहरू रक्षात्मक स्थितिमा परिरहेका छन्। यिनीहरूलाई अहिले यो सरकार कस्तो भएको छ तपाईँलाई थाहा छ? यो सरकार अहिले जस्तो मैले टिआर पछाडि छठ पछाडि तुरुन्तै आन्दोलनको घोषणा गरेको छु। मैले सबैलाई भनेको छु पूर्व मेची यो त देश जोगाउने आन्दोलन हो। यहाँ यो भ्रष्टाचारहरू त छयामा परे अहिले केपी ओलीहरू। यहाँ त के आयो आयो अर्को। यो त नेपालीहरू कहाँ थियो भने नेपाल र नेपाली पहिला तावामा थिए, तावामा पाक्दै थिए। अहिले त सिधै आगोमा परे क्या। यो आगोबाट बरु तावामै लैजाउँ भन्ने स्थितिमा मान्छे पुगे। त्यसले गर्दाखेरि तपाईँको यो लोकप्रिय च्यानलबाट तपाईँले पनि के भनिदिनु होला भने सम्पूर्ण देशमा रहने विदेशमा रहने मान्छेहरूलाई चाहिँ एकपल्ट यो व्यवस्था परिवर्तन, हामीले अन्तिममा जहाँ बाटो बिरायौँ नि त्यहीँ नपुगी हुँदैन। त्यसले गर्दाखेरि यो विभिन्न आरोप लाउँछन्, म यसमा छैन। यो म दुर्गा माताको कसम खाएर भन्छु टङ्कजी, म दुर्गा माताको अहिलेसम्म 7-8वटा मन्दिरहरू माताहरूलाई विराजमान गराएँ। म उहाँको कसम खाएर भन्छु म कहीँ छैन, मैले कसैलाई केही गरेको छैन, म कसैको घरमा आगो लगाउने मान्छे होइन। र अर्को कुरो के भन्छु भने यो अन्तिम लडाइँ हो, यो व्यवस्था बदल्ने लडाइँ र देश बनाउने, देश जोगाउने लडाइँ हो। देश टुक्रिन नदेऊ। म के भन्छु भने एमएनओका साथीहरूलाई पनि यही देशभित्र बसेर राजनीति गर्नुहोस्, यही देश नटुक्र्याउँ। मधेसका साथीहरूलाई पनि देश नटुक्र्याउँ भन्छु। जनजाति भयो, बाहुन बाहुन भनेर गाली नगर्नुहोस् तपाईँहरू। होला फटाइ गर्ने बाहुनले फटाइ गरे होलान्, तर सबै बाहुनलाई गाली नगर्नुहोस्। हामी पनि सबैलाई गाली गर्दैन, किनभने हामी राई लिम्बूसँगै हुर्केका हौँ पूर्व पहाडमा। त्यसले गर्दाखेरि हाम्रा बाहुन छेत्रीका छोरी पनि राई लिम्बूले बिहा गरेका छन्, राई लिम्बूका छोरी पनि हाम्रा बाहुन छेत्रीले बिहा गरेका छन्। समाज भनेको त्यो हो। समाज भनेको राजनीतिक भेष उसमा हुँदैन। समाज भनेको त गाउँमा झल्किने चिज हो। त्यसले गर्दा तपाईँहरूका चाडपर्व पनि हामीले मानेको छ, हाम्रा चाडपर्व पनि तपाईँ मान्नुहोस्। एउटा संस्कृति विधिवत रूपले गरौँ, यो देश टुक्र्याउने काम नगरौँ भन्छु म। अनि अर्को कुरा नि, जस्तो तपाईँले बारम्बार अहिले मसँग नि भन्नुभयो, योभन्दा अगाडिका पनि तपाईँको इन्टरभ्यूहरू हेरेको छु। तपाईँले नेपालमा अहिले भएको उथल पुथल जुन छ त्यसमा चाहिँ पश्चिमाको चलखेल भन्नुहुन्छ, विशेष गरी अमेरिकाको चलखेल भन्दै हुनुहुन्छ। तर कुनै पनि ठाउँमा भारतलाई मुस्नु भएको छैन तपाईँले। भनेको यो नेपालमा भएको जुन चाहिँ अहिले यो चलखेल जे छ त्यसमा भारतको इन्भल्भमेन्ट नै छैन भन्ने हो तपाईँको कुरा? अहिलेको लडाइँमा भारतलाई केही थाहा छैन। भनेको अहिले चाहिँ भारतले केही पनि खेल खेलेन। अहिलेको लडाइँमा भारतलाई कति सुद्धा थाहा रहन्छ भन्दाखेरि मैले बुझेँ नि त, यहाँ त भारतकै यहाँ एम्बेसेडरको सरुवा भइसक्यो, भारतको सबैको सरुवा भइसक्यो, त्यहाँ खबर आउँछ सुनिन्छ नि त। कसैको यहाँ के रहेछ भन्दाखेरि जुन 2 घन्टा जुन जेएनजीको आन्दोलन हुन्छ भन्ने चाहिँ, तर त्यो भोलिपल्ट त्यहाँदेखि उताको 2 बजी पछाडि 1 देखि 11 बजी 11 बजीदेखि 1 बजीसम्म जेएनजीको आन्दोलन छ। भ्रष्टाचार र सोसियल मिडियाको आन्दोलन हो भन्ने कुरो चाहिँ थाहा रहेछ। तर अरू कुरा चाहिँ केही पनि थाहा रहन्छ यिनीहरूलाई पनि। यिनीहरू पनि छक्क परेर चाहिँ हेरे भए। त्यसले गर्दाखेरि होइन, मैले भारतलाई दोष लगाएँ। अरू कतिवटा कुरामा जस्तो भारतले नाका लाउने, भारतले सीमा मेट्ने कुरामा मैले बोल्छु। तर यहाँ जात जाति छुट्याउने कुरामा र त्यो कुरामा त भारतले गरेको छैन क्या। अहिलेको यो जुन वितण्डा भयो त्यो वितण्डामा चाहिँ भारत बेखबर थियो, भारतको केही पनि इन्भल्भमेन्ट छैन भन्ने कुरा हो? छैन, भारतको पनि छैन, चाइनाको पनि छैन। यो कुरामा चाहिँ अनि समाचार माध्यमहरूमा के आएको थियो भने जुन बेलामा चाहिँ केपी ओली तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिइसकेको तर अर्को सरकार गठन नभइसकेको जुन भ्याकुमको पिरियड थियो, त्यो भ्याकुमको पिरियडमा चाहिँ इन्डियन सेना तयार भएर बसेको थियो नेपाल आउन। किन 1950को ट्रिटी अनुसार नेपालमा कसैले पनि असुरक्षा थियो, त्यो असुरक्षा रोक्न नसकेको भएदेखि इन्डिया अटोमेटिकली नेपाल घुस्थ्यो भनेर चाहिँ न्युज पेपरहरूमा नि आइसकेको थियो। त्यो हो भने त इन्डियालाई थाहा रहेछ भन्नु परेन? होइन, त्यो चाहिँ होइन। त्यो जब घटना घट्यो नि, भोलिपल्ट जब घटना घटेर सिंहदरबारमै आगो लाग्यो नि त। आगो लागेपछि उनीहरूले पर्सिपल्ट तैनात गरेको रहेछ, मैले बुझ्दा पनि। किनभनेदेखि एउटा कुरो के छ भने त्यो आगो चल्केर त बरु छिमेकीको घर, तपाईँको घरमा आगो लाग्यो, म छिमेकी छु नि त, म दमकल लिएर जानु पऱ्यो कि परेन तपाईँकोलाई बचाउन? परेन। अनि यहाँ पुलिसै अब जम्मै खोलामा कुटेर खेदेको छ, सेना चुप लागेर मुख दर्शक भएर बसेको छ भने अब यो त यत्रो नेपाली नागरिक छन्, बचाउन त जो भए पनि त आउनै पर्यो नि, राक्षसै भए पनि त आउनु पर्यो नि त एकछिन सहारा। त्यस्तो साह्रो नराम्रो तरिकाले ऊ गर्नुपर्ने, त्यो ऊ तैनात भयो भन्दैमा हामीलाई बचाउन हो नि त, देश बचाइदिन हो नि त। त्यो त पायो नि त। तपाईँको घर आगो लाग्दैछ भने त मैले बचाउनु पर्यो नि त, छिमेकीको कर्तव्य थियो। त्यसलाई नराम्ररी नल्याउँ। खालि यहाँ एन्टी इन्डियन मुभमेन्ट बनाएको छ क्या। एउटा दमकल एम्बुलेन्स चाहिँदा भारतसँग माग्ने, एउटा स्कुल चाहिँदा भारतसँग माग्ने। म तपाईँलाई भन्छु त। अब अलिकति टपिक चेन्ज गरौँ है त। यो सबै चाहिँ अहिलेसम्म हामीले हेऱ्यौँ के भने नेपालमा चलखेल भइराखेको छ, वितण्डा भइराखेको छ, देशै टुक्रिने स्थिति छ, भद्रगोल छ।
अहिलेको सरकार पनि ठिक छैन, पहिलाको सरकार पनि ठिक थिएन। तपाईँलाई चाहिँ पहिला कुनै बेलामा माओवादी हुनुहुन्थ्यो, कुनै बेलामा एमालेलाई पनि समर्थन गर्नुभयो, एमालेको चाहिँ केन्द्रीय कमिटीसम्मै पुग्नुभयो, राजावादी हुनुभयो। अहिले तपाईँको चाहिँ पोजिसन के हो? अहिलेको स्थिति के हो? तपाईँ राजावादी नै हो कि अरू कुनै छ तपाईँको? यहाँ सुन्नु, सबैभन्दा पहिला म राजावादी होइन, फर्स्ट म राष्ट्रवादी हुँ, राजावादी होइन। राजा पनि आफै उहाँ राजावादी होइन, राष्ट्रवादी हुनुहुन्छ। उहाँहरूको जिजुले निर्माण गरेको देश र नेपाली सेना, आज नेपाली सेना बनाइयो, त्यतिखेरको पृथ्वीनारायण शाहको सेना भन्थे, त्यो सेनाको लिगेसी बोकेको सेना त्यहीँ छँदैछ उता भद्रकालीमा। म राजावादी होइन, राष्ट्रवादी हुँ। सेना पनि राष्ट्रवादी हो र तपाईँ पनि राष्ट्रवादी हो। र म सुरुमा म माओवादीमा लागेँ, मेरो बुवाहरू काङ्ग्रेस हो। म माओवादीमा किन लागेको भने भ्रष्टाचार बढ्यो, त्यो बेच्यो, व्यथिति बढ्यो, यिनीहरूले सबै बेचेर खाए, गिरिजाप्रसाद कोइराला एमाले खायो भनेर माओवादी आयो नि त। तर माओवादीलाई उत्पत्ति गरेको त पश्चिमाले नै रहेछ, यो यहाँ सुन ल्याउनलाई। जब आएर मैले एफिलिएसन पाइनँ नि, दुईटा पार्टीलाई एक गराएँ, कम्युनिस्ट पार्टी एक भयो भने, दुईटा पार्टी एक भयो भने देशले निकास पाउँछ, मैले पनि एफिलिएसन पाउँछु भनेर म हिँडेँ नि त। मैले दुईटा नेतालाई, केपी ओली र प्रचण्डलाई मेरो घरमा ल्याएर मार्सीको जीवनारायण गराएर गर्दा पनि मैले एफिलिएसन नपाएपछि यी मान्छे सबै पश्चिमाका दलाल हुन्, देश सक्न आएका हुन्, यिनीहरू व्यापारी हुन्, नेता होइनन्, यिनीहरूको पछाडि लाग्नु हुँदैन भनेर मैले त्यस पछाडि मैले गल्ती गरेको। म केन्द्रीय सदस्य हुँदाहुँदै मैले पार्टी छोडेर हिजो इजार जहाँ काठो परेको छ, डोरी जहाँ काठो परेको छ, जहाँ गएर बाटो बिर्सेको छ त्यहीँ पुग्नुपर्छ भनेर राष्ट्रवादी शक्ति भनेको यो देशको राजै हो भनेर मैले राजालाई लिएर गएर पानसमा दियो बालेर शान्तिका दूत परेवा उडाएर मैले यो अभियान चलाएको हो। म राजावादी पनि होइन, म राष्ट्रवादी हुँ। तपाईँलाई म एउटा कसम चाहिँ के खान्छु भने म मेरो सम्पूर्ण परिवारको कसम खाएर भन्छु, दुर्गा माताको कसम खाएर भन्छु। मैले दुर्गा मातालाई पाती भएर के भनेको छु नि, यो व्यवस्था बदल्न सकिनँ र विदेश गएका नेपाली मैले फर्काउने वातावरण भएन भने, माता हिन्दू राष्ट्र बनाउन सकिनँ भने म तपाईँको अनुहार हेर्न आउँदिनँ भनेर आइरछु पाथिभरा मातालाई। म जान्न पनि, मलाई त्यो शक्ति देऊ भनेछ, मलाई सम्पत्ति देऊ, मलाई यति पैसा देऊ, मेरो ऋण तिर्देऊ भनेको छैन। मेरो ऋण तिर्ने नातिहरू जन्मिया छन्, यहाँ वातावरण भयो भने हाम्रो नातिले तिरिहाल्छन् नि, विदेशिनु पर्दैन नि। त्यसले गर्दा म राजावादी। अनि त्यो एमाले र माओवादी छोड्नु भएको, अघि भर्खर भन्नुभयो एफिलिएसन पनि दिएनन्, मार्सीको चाहिँ भात खुवाएँ भन्नुभयो। त्यो मार्सीको भात खुवाउँदाखेरि पनि पार्टी जोइन गर्दाखेरि पनि एफिलिएसन दिएनन् भनेर रिसले पार्टी छोड्नु भएको हो कि? त्यो होइन, त्यो होइन, सर्वोच्च अदालत त्यो रिसाले होइन, त्यति गर्दा पनि यिनीहरूले दिएनन्। मारवाडीसँग मात्रै पार्टनर गर्ने, विदेश मात्रै पैसा पठाउने भनेपछि यिनीहरूले विकास गरे। मेडिकल कलेज जस्तो खोल्दैनन् भनेपछि, मेडिकल कलेज खोल्न त पश्चिमाहरूले नदिएको हो नि त, गोविन्द केसी एलाइनले भनेपछि त। तपाईँलाई एउटा कुरा थाहा छ, 4 सालमा बिपीलाई सिआइएले नै बनाएको, यो कुरा क्लियर हुनुपर्छ। रको सहयोगमा पार्टी खडा गरेको। 6 सालमा कम्युनिस्ट जन्माको मनमोहन अधिकारी, पुष्पलालहरू भनेको सिआइएले नै हो, रको सहयोगमा। 7 सालमा प्रजातन्त्र ल्याएको सिआइएले रकै उसमा ल्याएको यहाँ खेल्नलाई। यो जम्मै हान्ने के हो भन्दा अन्तिममा भारतलाई नै हो, नेपाल प्रयोग गरेर। 2017 सालमा राजा महेन्द्रले बुझेछन् र नि, बिपीसिपी जम्मैलाई लगेर खातकुते जेलमा हालेर नि, बिपी कोइराला पनि सिआइएको एजेन्ट नै हो। ल आज मैले भन्ने प्रचण्ड पनि सिआइएको हो, केपी ओली पनि हो। तपाईँले भनेको यो कुरा र अरू पनि सोसियल मिडियातिरका पढे त्यो मान्छेहरूको स्टेटमेन्टहरू पढ्यो भने बालेनको आफ्नै समूह छ, रविको आफ्नै समूह छ, हर्कको आफ्नै समूह छ, पार्टी पिछेका आफ्ना आफ्ना समूहहरू छन्, पार्टी पिछेका। अनि एउटाले अर्कोलाई विदेशीको एजेन्ट भन्ने, अर्कोले अर्कोलाई विदेशीको एजेन्ट भन्ने, अर्कोले अर्कोलाई विदेशी। नेपालभरि विदेशीका एजेन्ट जनता त बाँकी छैनन् जस्तो लाग्छ त, के हो? सबै जनता यहाँ छन्, नेपालमा त नेपाली नै छैनन् नि। नेपाली भएदेखि यस्तो हुँदैन। नेपाली चाहिँ नि अहिले हाम्रो अभियानमा यहाँ सुन्नु तपाईँलाई, यी जम्मै किन भनेदेखि 2000 यो पुष्टि कहाँ हुन्छ भन्दाखेरि 2028 सालमा राजा महेन्द्रको रहस्यमय मृत्यु, त्यहाँबाट नयाँ शिक्षा लागू। 2058 साल जेठ 19 गते यी सबै पार्टीका नेताहरू भेला भएर दिल्लीमा गएर नि तपाईँको बसेर सल्लाह गरेर राजदरबार हत्याकाण्ड। दरबार राजा जब वीरेन्द्रलाई मारेका थिएन भने नि, यहाँ तपाईँको चाहिँ नि प्रजातन्त्र लोकतन्त्र आउँथ्यो, तर गणतन्त्र आउँदैन थियो, हिन्दू राष्ट्र जाँदैन थियो। हिन्दू राष्ट्र हटाउनको लागि मेन टाउकै काट्नु परेन भनेपछि राजा वीरेन्द्रलाई मारियो। यी सबै मिलेर गिरिजाबाबुदेखि लिएर जम्मै मिलेका छन्, प्रचण्ड, गिरिजाबाबु, यी एमालेका त्यतिखेरका नेता सबै मिलेका छन्। र तपाईँलाई म अर्को कुरो भन्छु, यो कुरो कहाँ गएर पुष्टि हुन्छ भने 2072 सालमा संविधान लागू हुँदाखेरि हिन्दू राज्य हटाइयो नि त, धर्मनिरपेक्ष बनाइयो र राज संस्थालाई सधैँको लागि विदा गर्ने भनेपछि नि यी जम्मैजना मिलेका छन् भन्ने कुरो त्यो भयो। ती जम्मैको काम 72 सालमा संविधान आइसकेपछि काम खत्तम भएपछि अनि फेरि विवेकशील साझा पार्टी हुँदै रवि बालेन आएका हुन् क्या। यी चाहिँ नयाँ हुन्, नयाँ बुखेचा। ती चाहिँ पुराना बुखेचा अब काम भएन, त्यो पुरानो भएपछि रिकन्डिसन भेकल भयो नि त, तिनलाई बेचमा राखिदियो।
अनि यो नयाँ चलाउन खोजेको नयाँ चाहिँ यहाँ आएर दुर्घटना परिरहेछ है। अब 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 सुशीला कार्की भनेको नयाँ हो। अब करेक्सन गर्नु पर्यो, बिग्रियो भन्ने कुरा बुझियो, अब बुझ्यो करेक्सन गर्नु पर्यो। सधैँभरि देश यसै गरी त बस्दैन, अब करेक्सन बस्दैन। कसरी गर्ने त? करेक्सन गर्नलाई दुर्गा प्रसाद छ नि त मेकानिक, अब बनाउँछ। अनि भनेको के हो, किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य र हामी सबै नेपाली जनताले राजालाई गएर गुहार्नु पर्यो, आइदिनु पर्यो सरकार, तपाईँ गएर गद्दीमा बस्दिनु पर्यो, हामीले गल्ती गर्यौँ भनेर नेपाली जनताले भन्नु पर्यो। अब त्यसैमा मलाई नि थाहा अब छैन जस्तो राजा आउनुहुन्छ कि, यहाँ सुन्नु न, गद्दीमा आएर राजा बस्नुहुन्छ कि हुँदैन मलाई थाहा छैन, तर सबैजनाले निर्मल निवासमा गएर मोइनबत्ती लिएर जानु पर्यो उज्यालो खोज्दै, नभए बत्नेवाला कोही छैन। अब त्यसमा एउटा कुरा नि, जस्तो ल एकछिनको लागि मानौँ कि राजा फिर्ता भए, राजा राजगद्दीमा बसे, अनि अब संविधान यही, निर्वाचन प्रणाली यही, देश यही, जनता यही, नेता यही, सबै यही हुने हो नि, राजा मात्रै आएर राजगद्दीमा बसेर चाहिँ देश कसरी चाहिँ परिवर्तन हुन्छ त? त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। देश यही राजा त्यही, धर्म फेरि पुरानै हिन्दू धर्म नै। यहाँ क्रूर विकास प्रेमी, पछाडि नफर्किने र जसले भ्रष्टाचार गरेको छ 46 सालमा प्रजातन्त्र ल्याएर, नेतालाई भ्रष्ट गर्न सिकाउने बिचौलिया दलाल व्यापारी छन् नि त। ऐश्वर्यको पैसो, राजा त्यतिखेरका युवराज धीरेन्द्रको पैसो है देखि लिएर नि अहिलेसम्म कम्बोडियादेखि साउथ अफ्रिका अमेरिकासम्म पेट्रोल पम्प लगेका पैसा फर्काउन सक्ने नेता चाहिएको छ। भनेको त्यसको लागि त संविधान परिवर्तन हुनु पर्यो, कानुन परिवर्तन हुनु यो पर्यो। संविधान मैले हिजो बेलुका एउटा ऋषिजीको उसमा दिएँ, राष्ट्रपति के को संविधान एकातिर राखेर ब्रिटेनलाई संविधान चाहियो, दुबईलाई संविधान चाहियो, यिनीहरूलाई लगेर कोचेर सेनाले साथ दिनुपर्छ। साँच्चै देश बनाउने भने सेना र त्यो त डिक्टेटरसिप भयो नि त, डिक्टेटरसिपै लगाउने बेला भइसक्यो त नेपालमा। भएन भने देशै टुक्रिन्छ। अब गयो देश, तपाईँले के मान्नुहोस् भने त्यो चाहिँ गयो। फेरि तपाईँले फर्केर आउँदाखेरि नि टङ्कजी यो नेपाल हुँदैन, तपाईँ नआउनुहोस्, बरु उहीँ घरसर बनाएर बस्नुहोस्। होइन, हाम्रो म मात्रै होइन, म जस्ता चाहिँ लाखौँ नेपालीहरू विदेशमा छन्, सबैको एउटै चाहिँ के छ भने नेपाल सुध्रियोस्, हामी नेपालमै आएर बसौँ, हाम्रा छोराछोरीलाई नेपालमै हुर्काउँ भन्ने हाम्रो पनि छ नि त। मलाई विश्वभरि, म एउटा हिन्दू धर्म मान्ने मान्छे हो, म दुर्गा माताको कसम खाएर भन्छु, मलाई चाहिँदैन सम्पत्ति, 1 रुपियाँ पैसा भ्रष्टाचार गरेको सम्पत्ति मेरो आफ्नै अर्काले खाएको छ। मलाई ब्याङ्कको ब्याज तिरेन भने नि, म तपाईँलाई ग्लोबल आइएमएफ ब्याङ्क हो मेरो लिड ब्याङ्क, इन्भेस्टमेन्ट ब्याङ्क हो मेरो होटेलको लिड ब्याङ्क, त्यहाँको म सिओको नम्बर पठाइदिउँला, तपाईँले सोध्नुहोस् दुर्गा प्रसादले ब्याज तिरेको छ कि छैन। म ब्याज पनि तिरेको छु, सबै कुरा तिरेको छु। बिजुलीको पैसा तिर्ने म टप 10 भित्र परेँ यसपालि नेपालमा, म तिरेँ। म त्यो प्रमाणै तपाईँलाई दिउँला, मैले मेरो लागि गरेको होइन क्या, मैले नेपाल जोगाउनलाई गरेको। यो अभियानमा तपाईँहरू विश्वभरि रहनुभएका नेपालीहरूले मलाई सक्नुहुन्छ, कमसेकम पनि तपाईँहरूले $1,000 सहयोग गरिदिनुहोस् यो आन्दोलनमा। $1,000 सबैबाट मागेर, मसँग पैसा छैन, अब म टाट पल्टिसकेँ, मैले धेरै दुःख गरेँ, मेरो खाता बन्द भयो। मेरो छोरी एमडी गरेर आएको, बाहिरबाट एमडी गरेर आएको छोरीलाई एयरपोर्टमा हातकडी लगाएको छ केपी ओलीले। मेरो 26 वर्षको एमडी गरेर रेडिएसन ओन्कोलोजीमा, क्यान्सरको रेडिएसन ओन्कोलोजीमा अब झापामा गएर काम गर्छु भन्ने छोरीलाई हातकडी लगाएको छ। मेरो डक्टर छोरालाई हातकडी लगाएको छ, मेरो श्रीमतीलाई हातकडी लगाएको छ। हामी राम्रै परिवारको हो नि, तपाईँलाई थाहा छ नि टङ्कजी। मलाई नै इन्टरपोल चाहिँ ट्राई गरेकै हो, नसकेर छोडेको। कहाँबाट पार लाग्छ त्यो हुँदैन होइन। त्यसले गर्दाखेरि यो सबै कुराले गर्दा पनि देश जोगाउनु पर्ने छ। तपाईँहरू अमेरिकाभरि रहेका या विश्वभरि रहेका नेपालीहरूले यो हाम्रो आन्दोलन सफल बनाउनलाई, यो संविधान फेर्ने, व्यवस्था फेर्ने आन्दोलनलाई, संविधान त फेरिन्छ, राष्ट्रपति म आएको दिन राष्ट्रपति हुँदैनन्, थुनामा हुन्छन् कि भाग्छन्। जाऊ, राष्ट्रपति रामचन्द्र पौडेल बुढा भयो, जाऊ तिमी हरिद्वार भाइ, काम छैन। के को संविधान जोगाउने, के को यिनै दलाललाई ल्याउनलाई, भ्रष्टलाई ल्याउनलाई। त्यसले गर्दा यो हुँदैन। त्यसले तपाईँले के बुझ्नुहोस् भने मलाई साथ दिनुहोस् र सहयोग गरिदिनुहोस्, त्यही हो कुरा मेरो। अब लगभग अन्तिम क्वेसन के भने नि, जस्तो अहिले जुन चाहिँ विदेशी चलखेल भयो, यो चलखेल भयो, ऊ चलखेल भयो भनौँ नि, त्यो चलखेल भनेको के भने विदेशी थपक्क नेपालमा आएर चलखेल गर्ने होइन नि त। त्यो चलखेल गर्ने चाहिँ पात्रहरू खडा भइसकेका छन्, तिनी पात्रहरूले चलखेल गर्ने हुन्। चलखेल गरे भने प्रत्येक देशमा त्यही हो। अब राजा आइसकेपछि चाहिँ यो चलखेल हुँदैन भन्ने हो, किनभने ती चलखेल गर्ने मान्छे त नेपालभित्रै छ नि त, विदेश बस्नेलाई चलखेल गरिदिएको छैन। देश बेच्यो भने त देशभित्रकै मान्छेले देश बेच्ने हो। राजा आइसकेपछि त हुँदैन भन्ने के ग्यारेन्टी हो? यस्तो थियो, राजाहरू पनि बिचरा अब त्यतिकै पृथ्वीनारायण शाहले जोडिहाल्नुभयो, दुःख सुख केही थाहा थिएन, नट पोइन्ट सेन्सेससिप पढ्नुभयो। राजालाई पनि त यत्रो एक्सिडेन्ट भयो नि त, दरबार छोड्नुभयो, बाहिर जानुभयो, जनता हुनुभयो, बुझ्नुभयो अब के गर्नुपर्ने रहेछ।
राजालाई दुर्गा प्रसाई जस्तो मान्छे बुझेको मान्छेले क्या तपाईँको 1 रुपियाँको डलरबाट इम्पायर खडा गर्ने मान्छेले साथ दिएको छ। एउटा कुरो देशलाई साथ दिएको छ। मैले राजालाई भन्नाले पनि राष्ट्रलाई साथ दिएको। देशको साझा व्यक्ति भनेको राजा हो। अब राजाले पनि नि कहिले चाइनातिर जाने, कहिले उतातिर इन्डियातिर जाने, कहिले अमेरिकातिर जाने होइन। राजा के भएर बन्नु पर्यो भने नेपालको राजा भएर बस्नु पर्यो, जनताको राजा भएर बस्नु पर्यो। नेपाली जनताको, प्रजाको होइन, प्रजा होइन, नेपाली जनताको एउटा मियोको रूपमा बस्दिनु पर्यो, त्यो हो। र राजाले पनि मलाई अब त्यो गर्नुहुन्छ जस्तो लाग्दैन, किनभने उहाँले पनि बुझ्नुभयो यो को भाजनमा, ठुला देशको को भाजनमा पर्दाखेरि नि गद्दी छोड्नु पर्यो। दाजुहरूको आफ्नो परिवार, भाउजू दिदी भिनाजुको वंशनाश भयो, त्यो त उहाँको आँखाले देखिया छ नि त। त्यसले गर्दाखेरि उहाँले पनि बुझ्नु भयो जस्तो लाग्छ। अब ऊ त्यस्तो हुन दिँदैन, हुँदैन, यो कुरा बुझ्नु होला। अनि अब यही कुरा भने जस्तो राजा चाहियो, राजा आउनुपर्छ, राजाले चाहिँ अब सम्हाल्नुपर्छ भन्ने 40वटा लगभग त्यस्ता ग्रुपहरू रहेछन्। प्रत्येकले भन्छन् कि भने राजा आउनुपर्छ, राजाले अब चाहिँ स्टेप इन गर्नुपर्छ। तर ती 40वटा ग्रुप सबै उत्तर दक्षिण पूर्व पश्चिम फर्केका छन्, कुनैको एउटासँग अर्को कुरा मिल्दैन, टुक्रा छन्। अब यही तरिकाले के 40वटा टुक्रा भएर 50वटा टुक्रा भएर अनि राजा चाहिँ एउटै, तर चाहिँ राजा आउनुपर्छ भन्नेहरू चाहिँ 50वटा टुक्रा भएर चाहिँ सम्भव देख्नुहुन्छ तपाईँले? होइन, यस्तो हुन्छ। महाभारतको लडाइँ कसले गरेको थियो? एउटै भगवान् कृष्णले हो नि, हो, एउटै व्यक्तिले गर्छ क्या। सिङ्गापुर एउटै व्यक्तिले बनाएको थियो नि, ली कुवान युले। यहाँ परिवर्तन अब हुन्छ। यो के थियो भन्दाखेरि नि एमाले भनेर नि बाँच्ने मान्छे लाखौँ छन् क्या। राजा भनेर बाँच्ने मान्छे पनि छन्, भात खाने मान्छे, मात्र राजावादी भनेर भात खाने मान्छे छन् नि, ती पनि छन्। तिनले गरून्, तर राजाको उद्देश्य जब मैले बत्ती लगेर राजाले विश्वास गर्नुभयो नि त, कसैकोमा जानु भएन नि त। मैले बत्ती बाल्ने ठाउँमा गएर बत्ती बालिदिएको छ नि त, त्यो बत्ती त बलिरहेछ नि त। त्यसले गर्दा के बुझ्नुहोस् भने यो एउटै अभियान हो, देश जोड्ने अभियान हो। विभिन्न समूहले खाना खाएका छन् राजावादी भएर। उहाँहरूलाई के भन्छु भने तपाईँहरूले जति राजावादीहरूले राजा 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 भन्नुहुन्छ नि, राजा त्यति टाढा जाने हो। त्यसले गर्दाखेरि आजको आवश्यकता देश र जनतालाई राजाको आवश्यकता हो, राजालाई देश र जनताको आवश्यकता होइन। त्यो महसुस गरेर हामीले राजावादी भन्न छोडेर राष्ट्रवादी भनौँ। र यो हामीले छट पछाडि गर्ने आन्दोलनमा सबै एकजुट भएर हामी निर्बल निवास गरेर राजालाई लिएर आउँ। हामी सिंहदरबार तोड्न जानु पर्दैन। पुलिस आउँदैनन्, किन आउँदैनन् थाहा छ? पुलिसले बुझिसकेको छ यो व्यवस्था परिवर्तन भयो भने 1 लाख तलब हुन्छ पुलिसको, सेनाको 1 लाख तलब हुन्छ। सेनाले युएन जानु पर्दैन, श्रीमती छोडेर, पुलिसले पनि जानु पर्दैन, म दिन्छु। तर तपाईँको भन्दा नि त्यो पैसा त देशले दिनु पर्यो होला नि त, देशसँग त्यो बजेट छ सबैलाई कसरी म्यानेज गर्ने? त्यो देशको नेतृत्व लिने मान्छेले गर्छ। ढाँटेर ल्याउँछ कि चोरेर ल्याउँछ कि मागेर ल्याउँछ कि त्यो तपाईँको हाम्रो बच्चालाई अहिले पढाउने काम हाम्रो हो नि त। कसरी पढाउँछ? भोलि पर्सि त्योबाट बेनिफिट लिउँला न। तर बच्चा पढाउने काम त हाम्रो हो नि। बच्चाले सोध्नु भएन कि तिमीले कहाँबाट ल्याएर खुवाउँदैछौ, त्योसँग मतलब नै। मान्छेलाई फलसँग मतलब हुन्छ, पेटसँग मतलब हुँदैन। भनेको छठ पछाडिको जुन तपाईँको आन्दोलन हुँदैछ, त्यो आन्दोलन भनेको नितान्त तपाईँकै नेतृत्वमा चाहिँ हुँदै गरेको आन्दोलन हो कि अरू पनि कोही इन्भल्भ हुन्छन् यसमा? मेरो भनाइ के छ भने पहिला हेर्नुहोस्, चैत 15 गते राप्रपासँग मिल्ने हुँदा झन्डै मारे राजावादीहरूसँग, राप्रपाहरूसँग। त्यसले गर्दाखेरि हामी मिल्न जाँदैनौँ, अब हामी मिल्दैनौँ। त्यसमा राजा पनि एग्री हुनुहुन्छ जस्तो लाग्छ। यो आन्दोलन भनेको के छ भन्दाखेरि तपाईँको हाम्रो आन्दोलनमा चाहिँ अन्तिममा गएर इन्ट्री चाहिँ राजाको पनि हुन्छ। भनेको राजासँग पनि कुरा भइसकेको छ तपाईँको? अनि राजासँग कुरा भए पनि नभए पनि होइन, इन्ट्री राजाको पनि हुन्छ, पारस सरकारको पनि हुन्छ। हिजोन्द्र सानो पूर्व भनौँ न, सानो युवराज पनि उहाँ पनि सडकमा आउनुहुन्छ जब हामी अघि बढेपछि आउनुहुन्छ, मलाई जहाँसम्म लाग्छ। अब चाहिँ त्यो ठाउँमा पुगेको छ। उहाँहरू पनि आइदिनु भएन भने नि, उहाँहरू पनि जाने कहाँ? देशै रहेन भने जाने चाहिँ कहाँ? एउटा नागरिकको हैसियतले त आउँदा भयो नि त। त्यसले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ अब चाहिँ आउनुहुन्छ, अति भयो होइन। अब अन्तिममा सिद्ध्याउनुभन्दा अगाडि मैले सोध्न बिर्सेका अथवा तपाईँले भन्नै पर्ने केही कुरा छुटेका छन् भने चाहिँ भनेर सिद्ध्याउन। मेरो अन्तिममा एउटै कुरा छ, मैले टङ्कजीसँग विश्वभरि रहनु हुने सहयोगी मनहरूलाई कमसेकम सक्नुहुन्छ भने $1,000 सबैले आफ्नो वर्गत अनुसार देश जोगाउने हो नि। त्यही हिजो नालापानी किल्लामा सुत्केरी जिउले लिएर लडेका थिए हाम्रा आमाहरूले, हाम्रा पुर्खाहरूले। ती पुर्खाहरूलाई सम्झेर, नेपाललाई सम्झेर, आफू जन्मेको ठाउँ सम्झेर, अहिले दसैँ तिहारलाई सम्झेर पुनः देश फर्किने बाचा गरेर सक्नुहुन्छ आइदिनुहोस् आन्दोलनमा एकपल्ट। तपाईँ पनि आएर उभिदिनु भयो भने डङ्गाजी ठुलो हुन्छ, किन तपाईँले पैसा दिनु पर्दैन। तपाईँले 5 करोड दिए जस्तो हुन्छ। यहाँ तपाईँ एक्लै आएर उभिदिनु भयो भने टङ्क दाल पनि यो अभियानमा आउनुभयो भने समयमा काम लाग्छ। त्यसले गर्दाखेरि भरिसके सक्नुहुन्छ आइदिनुहोस्, सक्नु हुँदैन भने पनि सबैजनाका मनकारी हातबाट यो आन्दोलनलाई सहयोग गर्न $1,000, $2,000, $5,000 जति हुन्छ $100 खातामा जम्मा गरेर मैले सहयोग पाउँछु भन्ने आशा गर्दै बिदा लिन चाहन्छु। सबैलाई